ओके, अब रेकर्डिङ सुरु भयो। फर्स्टमा अब एज युजल हामी असाइनमेन्टको कुरा गरौँ होइन, कन्फाउन्डिङ र इफेक्ट मोडिफिकेसनको। सो फर्स्ट क्वेसन चाहिँ यु वान्ट टु लुक एट एसोसिएसन बिट्विन हाइपरटेन्सन र एजुकेसन भनेको थियो। सो यसमा चाहिँ हाइपरटेन्सन लजिस्टिक रिग्रेसन गऱ्यौँ हामीले, किनभने हाइपरटेन्सन चाहिँ इट्स अ बाइनरी भेरिएबल, हाइपरटेन्सन छ कि छैन भनेर। देन एजुकेसनको चाहिँ हामीले डाइरेक्ट इडियु राख्यो। यदि तपाईँहरूले चाहिँ आई.edu गर्नुभएको छ अथवा त्यसलाई बाइनरी बनाएर राख्नु भएको छ भने इट्स ओके, केही फरक पर्दैन है। सो हजुर, यही नै राख्नुभयो। सो पी भ्यालु हेर्ने फर्स्टमा होइन, पी भ्यालु सिग्निफिकेन्स, देन वी वुड इन्टरप्रेट दिस भ्याल्यु। र यसलाई चाहिँ हामीले रिजल्ट सेक्सनमा राख्दाखेरि यसरी राख्छौँ। अर्स रेसियो थुप्रै इन्फर्मेसन आउँछ लजिस्टिक रिग्रेसन रन गर्दाखेरि स्टेटामा, तर हामीले चाहिँ यति मात्रै रिपोर्ट गरे पुग्छ। अर्स रेसियो 95% कन्फिडेन्स इन्टरभल र पी भ्यालु। अब द odds of hypertension is 0.96 times lower in population with higher education qualification, with अलिकति ऊ भएन, हायर एजुकेसन क्वालिफिकेसन होइन, वेन कम्पेयरिङ टु ग्रुप्स अफ एडल्ट डिफर्ड बाई 1 year अफ फर्मल एजुकेसन। सो 1 yearको फर्मल एजुकेसनको स्क्रिन हजुर सेयर नै भएन। सेयर भएन, स्क्रिन सेयर अघि भएको थियो, अहिले भयो। भयो 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 हजुर हस् भयो। ए 0.93 आयो। हाइपर टेन्सन कुन युज गर्नुभएको छ तपाईँले भनेर हो। अनि निष्ठाले बनाउनु भएको चाहिँ हाइपर टेन्सन भनेर अर्कै बनाउनु पर्छ। उहाँले नयाँ जेनेरेट गरेर बनाउनु भयो। मेथड्स ठिकै छ तपाईँको, खालि उहाँले छुट्टै हाइपर टेन्सन गर्नुभयो। त्यसपछि हामीले वाट आर द पोसिबल कन्फाउन्डिङ भेरिएबल इन दिस एसोसिएसन, लिस्ट देम एन्ड प्रोभाइड रासनल भन्छौँ। अनि युजुअली चाहिँ तपाईँहरूलाई प्रपोजलमा पनि कन्सेप्चुअल फ्रेमवर्क बनाउनु भनेर भन्छ नि। सो कन्सेप्चुअल फ्रेमवर्कमा चाहिँ त्यो निस्किन्छ कुन चाहिँ भेरिएबल कन्फाउन्डिङ हो, कुन चाहिँ के टाइप अफ भेरिएबल हो भनेर। सो यो केसमा एक्सपोजर हाम्रो एजुकेसन हो, आउटकम चाहिँ हाइपरटेन्सन छ होइन। र एज, सेक्स, एथनिसिटी र इन्कमलाई चाहिँ हामीले कन्फाउन्डर राख्यौँ, किनभने एज इज इन्डिपेन्डेन्टली एसोसिएटेड विथ एजुकेसन, सेक्स, एथनिसिटी, इन्कम एजुकेसनसँग एसोसिएटेड छ, र यो चारवटा भेरिएबल चाहिँ हाइपरटेन्सनसँग पनि एसोसिएटेड छ होइन। तर स्मोकिङ स्ट्याटस, फिजिकल एक्टिभिटी अनि फ्रुट भेजिटेबल कन्जम्सनलाई चाहिँ एजुकेसनले चाहिँ स्मोकिङ स्ट्याटसलाई असर गर्छ, एजुकेसनले चाहिँ फिजिकल एक्टिभिटीलाई, एजुकेसनले चाहिँ डायट कन्जम्सनलाई असर गर्छ। त्यही कारण यो लाइफस्टाइल फ्याक्टर्सहरूलाई चाहिँ हामीले इन्टरमिडिएट भेरिएबलमा चाहिँ राख्यौँ। सो एजुकेसनको थ्रुबाट एजुकेसन बेटर हुनेहरू बेटर भएको कारणले गर्दाखेरि चाहिँ स्मोकिङ स्ट्याटस कम हुन्छ, स्मोकिङ स्ट्याटस कम भएको कारणले गर्दा चाहिँ हाइपरटेन्सन चाहिँ कम हुन्छ। सो यिनीहरूलाई चाहिँ हामीले इन्टरमिडिएट भेरिएबल भनेर चाहिँ हामीले यहाँ राख्यौँ। अब हामीले मोडलमा एडजस्ट गर्दाखेरि चाहिँ कुनै पनि एसोसिएसनको मोडलमा हामीले एडजस्ट गर्दाखेरि चाहिँ कन्फाउन्डिङ भेरिएबललाई एडजस्ट गर्ने, इन्टरमिडिएट भेरिएबललाई एडजस्ट गर्यो भने चाहिँ ओभर एडजस्टमेन्ट हुन्छ, लाई चाहिँ एडजस्ट गर्न पर्यो। तर यसमा इन्टरमिडिएटलाई एडजस्ट गर्न पर्ने एउटा कारण चाहिँ कहिलेकाहीँ के आउँछ भने, यदि हामीले इन्टरमिडिएट भेरिएबललाई एडजस्ट गर्यो भने चाहिँ यो बाहेक पनि त एजुकेसनले आउटकमलाई हाइपरटेन्सनलाई असर गर्न सक्छ नि त। थ्रु अहिले चाहिँ हामीले के भनिरहेछ भने एजुकेसनले स्मोकिङ, फिजिकल एक्टिभिटी र डायट कन्जम्सनको थ्रुबाट हाइपरटेन्सनलाई अफेक्ट गरिरहेछौँ भनेर भनिरहेछौँ। तर त्योभन्दा बाहेक पनि एजुकेसनले काम, नेबरहुड स्ट्याटस अथवा आफू कहाँ बस्छसँग अफेक्ट गर्ला, त्यो कारणले हाइपरटेन्सनलाई असर होला, अथवा हाई एजुकेसन भएको मान्छेहरूको चाहिँ भन्न फ्यामिली इन्भाइरोमेन्ट राम्रो होला, अथवा होइन सँगै बस्छ, लो एजुकेसन भएको मान्छेहरू सायद माइग्रेन्ट वर्कर भएर जाला, त्यो अरू कारणहरूले पनि त यसलाई असर गर्छ नि त होइन। यदि हामीलाई त्यसमा इन्ट्रेस्ट छ, अरू कारणमा इन्ट्रेस्ट छ भने चाहिँ हामीले योलाई भेरिएबललाई पनि एडजस्ट गर्ने। बियोन्ड दिस पाथवे, यदि चाहिँ एजुकेसन र आउटकमको एसोसिएसन चाहिँ बियोन्ड दिस पाथवे हेर्नु छ भने चाहिँ यसलाई एडजस्ट गर्ने होइन। तर युजुअली चाहिँ हामीले एसोसिएसन गर्दाखेरि चाहिँ युजुअली चाहिँ एडजस्ट गर्दैन, एक्सेप्सनमा चाहिँ एडजस्ट गर्न मिल्छ। अब हामीले चाहिँ अब यसमा जसलाई हामीले कन्फाउन्डिङ भनेर आइडेन्टिफाई गरेका थियौँ त्यो भेरिएबललाई मात्रै हामीले एडजस्ट गरेर निकाल्यौँ। सो आउन चाहिँ फेरि अब अगेन लजिस्टिक रिग्रेसन हामीले रन गर्दाखेरि जम्मै थोक आउँछ होइन लजिस्टिक रिग्रेसनले। तर हाम्रो मेन रिसर्च क्वेसन के हो त भन्दाखेरि, मेन रिसर्च क्वेसन चाहिँ वी वान्ट टु लुक एट द एसोसिएसन बिट्विन हाइपरटेन्सन र एजुकेसन हो नि त।
सो त्यही कारणले अब हामीले वी आर ओन्ली इन्ट्रेस्टेड इन दिस वान के अरू त हामीले एडजस्ट गर्नलाई मोडलमा राखेको हो सो हामीले यसलाई हेरेर चाहिँ अब हामी हेर्छौँ कि अघि क्रुडमा चाहिँ स्ट्याटिस्टिकली सिग्निफिकेन्ट आएको थियो तर एडजस्ट गर्दा चाहिँ स्ट्याटिस्टिकली सिग्निफिकेन्ट आएन है र यसलाई चाहिँ अब हामीले पेपरमा प्रेजेन्टेसन गर्दाखेरि ओके एजुकेसन राख्ने अनि क्रुड एस्टिमेट अघि क्रुडबाट आएको चाहिँ 95% कन्फिडेन्स इन्टरभल विथ पी भ्याल्यु र एडजस्टेड एस्टिमेट अनि यहाँनिर चाहिँ एडजस्टेड भनेर के कुराले एडजस्ट गराएछ भनेर चाहिँ हामी यहाँ तल लिस्ट आउट गर्छौँ रिजल्ट सेक्सन हो त्यो जम्मै बनाइराख्नु पर्दैन यदि तपाईँले कन्फर्मेटरी चाहिँ एजुकेसन र तपाईँको रिसर्च क्वेसन के हो त्यसलाई मात्र हाइलाइट गरेर चाहिँ प्रेजेन्ट गर्नुभयो हुन्छ अनि फेरि अघि अस्ति पनि हामीले कुरा गरेको थियो त्यस्तो स्पेसिफिक छैन आई वान्ट टु लुक एट फ्याक्टर्स एसोसिएटेड विथ हाइपरटेन्सन छ भने चाहिँ त्यसमा चाहिँ जम्मै नै राखेर प्रेजेन्टेसन गरिदिनु भयो हुन्छ र त्यो राख्दाखेरि क्रुड एस्टिमेट र एडजस्टेड एस्टिमेट दुइटै राख्नु पर्यो सो अब चाहिँ हाम्रो कन्क्लुजन के भयो देयर इज नो सिग्निफिकेन्ट एसोसिएसन बिट्विन हाइपरटेन्सन एन्ड इयर अफ एजुकेसन आफ्टर एडजस्टिङ फर एज सेक्स एथनिसिटी एन्ड इन्कम अब अघि हामीले क्रुडमा देखिरहेछौँ नि यो पी भ्यालु सिग्निफिकेन्ट एजुकेसन यो चाहिँ खास एजुकेसन नभएर चाहिँ एज सेक्स एथनिसिटी इन्कमको कारणले चाहिँ भएको रहेछ भन्ने कुरा चाहिँ बुझ्यो सो कन्फाउन्डिङले चाहिँ यस्तो गरेर कन्फाउन्डिङ भनेको हाइड गरिदिन्छ भनेर भनेको थियो नि त खास रियल एसोसिएसन चाहिँ यो हो किनभने हामीले कन्फाउन्डिङ एडजस्ट गरिसकेपछि निकालेको होइन र कन्फाउन्डिङ एडजस्ट हामीले नगरेको भए त हामीले यो कन्क्लुजन ड्र गर्थ्यो नि त भनेपछि रियल एसोसिएसनलाई चाहिँ कन्फाउन्डिङले चाहिँ हाइड गरिदिइरहेछ नि त सो चाहिँ हामीले त्यही भएर रिसर्चमा जहिले पनि कन्फाउन्डिङ एडजस्ट गरेर मात्रै रिजल्ट रिपोर्ट गर्न चाहिँ एकदम जरुरी हुन्छ कन्क्लुजनै डिफ्रेन्ट आइदिन्छ सबै केसमा यस्तो हुँदैन कुनै केसमा छुट्टै कुनै केसमा अर्कै हुनसक्छ ओके अब अहिले चाहिँ फेरि हामीले सेलेक्ट वान प्रोबेबल इफेक्ट मोडिफायर इन दिस एसोसिएसन प्रोभाइड ऱ्यासनल भन्यौँ अब इफेक्ट मोडिफिकेसन हामीले टेस्ट गर्नको लागि पनि अहिले चाहिँ हामीले मराइटल स्ट्याटसलाई चुज गरेछौँ एन्ड देन वी आर सिङ कि मराइटल स्ट्याटसमा चाहिँ ओके सोसियल सपोर्ट हुन्छ म्यारिड इन्डिभिजुअलहरूलाई चाहिँ इमोसनल फाइनेन्सियल सपोर्ट बेसी हुन्छ स्ट्रेस कम हुन्छ होइन अनम्यारिड इन्डिभिजुअल्स मे रिलाइ मोर अन एजुकेसन फर हेल्थ बेनिफिट्स भन्यो होइन अनि हेल्थ बिहेभियरहरू पनि अब एजुकेसनले चाहिँ हेल्दी एक्टिभिटी प्रमोट गर्छ तर म्यारिड इन्डिभिजुअललाई चाहिँ स्पाउसको इन्फ्लुएन्स होइन अरूको कारणले गर्दाखेरि पनि ओके मोर एजुकेटेड स्पाउस छ भने युजली केटीहरू अलि एजुकेटेड छ भने आफूभन्दा एजुकेटेड केटासँग बिहा गरिरहेको हुन्छ तर सो युजली चाहिँ स्पाउसको एजुकेसन पनि फरक पर्छ नि त सो इफेक्ट मोडिफिकेसन चाहिँ अब स्पाउसको एजुकेसन घरको इन्भाइरोमेन्ट होइन अब त्यसले गर्दा इन्कमहरू पनि मोर राम्रो हुन्छ होइन त्यसले गर्दा चाहिँ मराइटल अनम्यारिडमा र म्यारिडमा चाहिँ एजुकेसन र हाइपरटेन्सनको एसोसिएसन चाहिँ फरक हुनसक्छ है भनेर एउटा हाइपोथेसिस चाहिँ जेनेरेट भएछ होइन सो अब हामीले टेस्ट गर्नुपर्छ इफ एजुकेसन अफेक्ट्स हाइपरटेन्सन डिफरेन्टली फर म्यारिड एन्ड अनम्यारिड इन्डिभिजुअल होइन मराइटल स्ट्याटस इज एन इफेक्ट मोडिफायर अनि त्यसलाई चाहिँ हामीले अनि सेपरेटली प्रेजेन्टेसन गर्नुपर्ने भयो रिजल्ट अब यसमा सुरुमा हामीले पहिल्यै भनेर भने अस्ति गरिसकेका छौँ पहिला इन्टरेक्सन गरेर एजुकेसन र के को इन्टरेक्सन भन्दा जहिले पनि एक्सपोजर र इफेक्ट मोडिफायरको चाहिँ इन्टरेक्सन बनाउने गरेर चाहिँ हेर्दाखेरि अब इन्टरेक्सन फर्स्टमा हेर्ने इन्टरेक्सन सिग्निफिकेन्ट छ कि छैन ओके हियर इन्टरेक्सन इज सिग्निफिकेन्ट होइन पी भ्यालु 0.000 आएको छ अब यो इन्टरेक्सन सिग्निफिकेन्ट आइसकेपछि चाहिँ अब हामीले म्यारिडमा छुट्टै अनम्यारिडमा छुट्टै गरेर इन्टरप्रिटेसन गर्छौँ अस्ति नै मैले एक्सप्लेन गरे अनुसार चाहिँ यो अनम्यारिडको मात्र दिन्छ यसले सो दिस इज होइन यो सो दिस इज चाहिँ यो चाहिँ एजुकेसन एसोसिएसन बिट्विन एजुकेसन र हाइपरटेन्सन अमङ अनम्यारिड पपुलेसन भयो अनि म्यारिडको लागि गर्नको लागि चाहिँ फेरि हामीले एजुकेसन र इन्टरेक्सनलाई जोडेर किनभने बेटा 1 + बेटा 3 को एक्सपोनेन्सियल हुन्छ नि त सो गरेर चाहिँ छुट्टै अर्स रेसियो लिन्कन कमान्ड गरेर छुट्टै अनम्यारिड पपुलेसन चाहिँ को चाहिँ यो म्यारिड पपुलेसनको चाहिँ निकाल्नु पर्ने हुन्छ अनि यसलाई चाहिँ हामीले रिजल्टमा राख्दाखेरि अब म्यारिड र अनम्यारिड भनेर नट म्यारिड भनेर छुट्टै रिजल्ट गर्ने सो म्यारिडमा चाहिँ एजुकेसन 0.09 यो गरेर चाहिँ पी भ्यालु यो छ अनम्यारिडमा चाहिँ 0 नट म्यारिडमा चाहिँ
0.08 p value less than 0.001 अब हामीले के यसलाई चाहिँ लेख्दाखेरि marital status significantly modifies association between hypertension and education पहिला सुरु चाहिँ p for interaction significant छ भनेर दिने त्यसपछि there is no significant association between hypertension and education among married population मा चाहिँ छैन whereas odds of having hypertension is 0.88 times lower in population with higher education qualification when comparing two groups of adults differed by 1 year of formal education in not married population भनेर यसरी छुट्टै रिपोर्ट गर्नुपर्छ इन्टरेक्सन छ भने चाहिँ है अब अर्को चाहिँ फेरि एडजस्ट फर कन्फाउन्डिङ एन्ड इन्क्लुड इफेक्ट मोडिफायर त युजुअली हामीले गर्दाखेरि चाहिँ त्यो त युनिभेरिएट मोडल भयो होइन मल्टिभेरिएटमा गर्दाखेरि चाहिँ सबैलाई एडजस्ट गरेर इन्टरेक्सन सिग्निफिकेन्ट छ कि छैन पनि हेर्न मिल्छ यस्तो सिचुएसनमा चाहिँ इन्टरेक्सन सिग्निफिकेन्ट छैन नि त यो सो देन हामीले चाहिँ मल्टिभेरिएट कन्फाउन्डिङलाई पनि एडजस्ट गर्दाखेरि चाहिँ इट्स इन्टरेक्सन इज नट सिग्निफिकेन्ट देन अब हामीले चाहिँ इन्टरेक्सनलाई इग्नोर गर्न मिल्छ इन्टरेक्सनलाई डाइरेक्ट इग्नोर गरिदिएर चाहिँ अब इन्टरेक्सन नराखिकन फेरि मोडल रन गर्ने र हामीले यो मोडल अनुसार चाहिँ फाइनल रिपोर्टिङ गर्ने तर तपाईँले आर्टिकलहरूमा चाहिँ लेख्नुपर्छ मैले चाहिँ इन्टरेक्सन यसरी सबै कन्फाउन्डिङ डायर इन्टरेक्सन टेस्टिङ गरेको थिएँ द इन्टरेक्सन सिग्निफिकेन्ट भएन द्याट्स वाइ आइएम रिपोर्टिङ दिस विदाउट इन्टरेक्सन भनेर चाहिँ देन वी विल रिपोर्ट अघिको जस्तै टेबल बनाएर यसलाई रिपोर्ट गर्दै हुन्छ सो अघिको सेम यही नै टेबल भयो नि त होइन सो इन्टरेक्सन छैन भनेर यसलाई यसरी रिपोर्ट गरिदिन्छ ओके अब अर्को चाहिँ रिड द आर्टिकल एन्ड राइट की समरी पोइन्ट्स भनेर भन्नुभएको छ यो पनि थ्याङ्क यू निष्ठा है उहाँले भन्नुभएको की पोइन्ट्सहरू म यसैबाट भन्छु अब होइन रोल अफ स्ट्याटिस्टिकल मोडल भनेको चाहिँ अब स्ट्याटिस्टिकल मोडलले चाहिँ आउटकम भेरिएबल र इन्डिपेन्डेन्ट भेरिएबलको एसोसिएसनलाई चाहिँ हामीले क्वान्टिफाई गर्न खोजिरहेछौँ सो लिनियर रिग्रेसन भयो भने बेटा कोफिसियन्टबाट क्वान्टिफाई गर्छौँ होइन त्यो इन्डिपेन्डेन्ट भेरिएबल कति चेन्ज भयो भने 1 युनिट चेन्ज भयो भने डिपेन्डेन्ट भेरिएबल कतिमा चेन्ज हुन्छ अथवा दुईटा इन्डिपेन्डेन्ट भेरिएबलको बिचमा डिपेन्डेन्ट भेरिएबल कतिको चेन्ज हुन्छ त भनेर हामीले एसोसिएसन हेरिरहेको हुन्छौँ नि सो मोस्टली चाहिँ स्ट्याटिस्टिकल मोडल त्यो गरेर गराएको छ अब एकदम इम्पोर्टेन्ट चाहिँ देयर इज नो ट्रु मोडल चाहिँ छैन हाम्रो स्ट्याटिस्टिसियनले चाहिँ जसले हामीलाई पढाउनु हुन्थ्यो नि उहाँले चाहिँ के भन्नुहुन्थ्यो नि अल मोडल्स आर रङ बट सम आर युजफुल मेन चाहिँ मोडलिङको चाहिँ मोडल्सहरू चाहिँ रङै हो तर त्यसलाई हामीले समटाइम्स राम्रोसँग युजफुल वेमा चाहिँ युज गर्न सक्छौँ भनेर भयो होइन सो नो सिङ्गल ट्रु मोडल्स आर सिम्प्लिफिकेसन्स अफ रियालिटी होइन मोडल्स भनेको चाहिँ अब रियालिटीलाई चाहिँ हामीले सिम्प्लिफाई गरेको अहिले त हामीले 4 5 मात्रै भेरिएबल राखेको छौँ नि त तर रियालिटीमा त त्यस्तो हुँदैन रियालिटीमा त मिलियन्स अफ भेरिएबलहरू होला तर त्यो चाहिँ प्याटर्न आइडेन्टिफाई गर्न प्रेडिक्सनहरू गर्नको लागि चाहिँ युज गर्छौँ अब मेन च्यालेन्ज भनेको चाहिँ यो मैले आर्टिकल पढ्न दिनुको रिजन चाहिँ भेरिएबल सेलेक्सन चाहिँ च्यालेन्ज भयो हामीलाई थाहा छ ओके यो चाहिँ हाम्रो एक्सप्लानेटरी यो चाहिँ हाम्रो भेरिएबल हामीलाई एजुकेसन र आउटकमको हाइपरटेन्सनको हेर्नु छ भनेर थाहा छ तर बिचमा कुन भेरिएबल राख्ने त भन्ने कुरा चाहिँ एकदमै च्यालेन्जिङ छ सो चुजिङ एक्सप्लानेटरी भेरिएबल चाहिँ इज कम्प्लेक्स होइन सेलेक्सन मोडल्स क्यान इन्ट्रोड्युस अब हामीले रङ कुराहरू चाहिँ चुज गऱ्यौँ होइन सिम्पल बनायो एकदम रङ कुरा चुज गऱ्यो भने चाहिँ यसले बायसहरू इन्स्टेबिलिटीहरू चाहिँ इन्ट्रोड्युस गर्न सक्छ त्यही भएर यसलाई चाहिँ हामीले राम्रोसँग गर्न सक्छ सो यो पर्पस यो पेपरले चाहिँ के गरिरहेको छ भन्दाखेरि चाहिँ भेरिएबल सेलेक्सन मेथड्सलाई चाहिँ कसरी भेरिएबल सेलेक्सन गर्ने अनि त्यसको इम्प्याक्ट के हो अनि के हो त फाइनल रेकमेन्डेसन भनेर डिस्कस गर्न खोजिरहेको थियो ओके ओके त्यो तीनटा मेन मोडलको तीनटा मेन टाइप्स हुन्छ भनेर भन्छ यसले चाहिँ एउटा चाहिँ प्रेडिक्टिभ मोडल एउटा एक्सप्लानेटरी मोडल एउटा चाहिँ डिस्क्रिप्टिभ मोडल भनेर होइन अनि लिनियर प्रेडिक्टिभ मोडल्सहरू रिग्रेसन कोफिसियन्ट इन्टरप्रिटेसनहरू चाहिँ हामीले पढिसक्यौँ नि त यसमा कमनली लिनियर मोडल जस्तै लिनियर रिग्रेसन मोडलहरू हामीले गऱ्यौँ होइन कन्टिन्युअस लजिस्टिक मोडल बाइनरी आउटकमहरू गऱ्यौँ कक्स मोडल टाइम टु इभेन्टको पनि हामीले सर्भाइभल डेटामा चाहिँ मोडलिङ गर्न मिल्छ त्यो चाहिँ मैले अब यसमा कभर गरेको छैन भन्यो भने फेरि गरिहाल्नु भनिहाल्नु के गर्ने हो थाहा छैन तपाईँहरूले भन्नु अनि त्यसपछि हामीले मोडलको चाहिँ कोफिसियन्टहरू इन्टरप्रिटेसन गऱ्यौँ होइन अब यसमा चाहिँ चेन्जेस बाई 1 युनिट गऱ्यो भने चाहिँ अरू भेरिएबलहरू कन्सट्यान्ट राखेर चाहिँ 1 युनिट चेन्जमा चाहिँ कतिको आउटकम भेरिएबल चेन्ज हुन्छ त्यो 1 युनिट चेन्ज चाहिँ एक्चुअली बाइनरीमा पनि ट्रु हो कि किनभने बाइनरीमा दुईवटा मात्रै हुन्छ नि त 0 र 1 भनेपछि 1 युनिट चेन्जमा हुन्छ तर तपाईँले त्यो बाइनरी भेरिएबललाई 1 र 3 कोड गर्नुभयो भने चाहिँ त्यसले त्यो 1 युनिट चेन्जको दिँदैन भ्यालु
त्यसले अर्कै भ्याल्यु दिन्छ सो द्याट इज वाइ हामीले कोडिङ पनि एकदम इम्पोर्टेन्ट स्टेट आमा मोडल रन गर्नलाई चाहिँ कोडिङ पनि एकदमै नै इम्पोर्टेन्ट हुन्छ सो तपाईँले बाइनरी भेरिएबललाई 0 र 1 नबनाइकन अथवा 1 र 2 नबनाइकन 3 र 5 बनाउनु भयो भने इट विल नट गिभ 1 युनिट चेन्ज के त्यसपछि इभेन्ट पर भेरिएबल भनेर भनेको छ होइन इभेन्ट पर भेरिएबल मेजर्स द ब्यालेन्स बिट्विन स्याम्पल साइज एन्ड नम्बर अफ भेरिएबल्स इन द रिग्रेसन मोडल सो यो चाहिँ कस्तो भनिरहेछ भने हामीले इभेन्ट पर भेरिएबल भनेको चाहिँ कति अब जस्तै हामीसँग त अब रिसर्चमा थुप्रै भेरिएबलहरू हामीले कलेक्ट गर्छौँ नि त हन्ड्रेड्स अफ भेरिएबल कलेक्ट गर्न सक्छौँ अहिले हामीले नयाँ एउटा रिसर्च हाइपरटेन्सनको गराएको छौँ अनि 84वटा भेरिएबल क्याप्चर गराएको छ त 84वटा भेरिएबल तपाईँले मोडलमा राखिदिनु भयो भने त के हुन्छ क्रास हुन्छ नि त मोडल होला इम्पोर्टेन्ट सबै भेरिएबल होइन कुनै न कुनै टाढा टाढाबाट त नातेदार पर्न सक्छ नि त तर त्यो जम्मैलाई चाहिँ स्याम्पल साइजले पनि धान्न सक्नु पर्यो अनि युजुअल्ली चाहिँ यो रुल अफ थम होइन जेनरली चाहिँ 10 to 15 म चाहिँ 10 भन्ने गर्थेँ 10 to 15 इभेन्ट्स पर भेरिएबल फर रिलायबल एस्टिमेट जस्तै हाइपर टेन्सनको तपाईँ गर्दै हुनुहुन्छ भने तपाईँहरूलाई एटलिस्ट पनि एउटा भेरिएबल थप्नलाई चाहिँ एटलिस्ट पनि 10वटा चाहिँ हाइपर टेन्सन केस चाहिन्छ पर इभेन्ट भनेको सो तपाईँले म 7वटा चाहिँ मोडल गर्छु भनेर चाहिँ 70 हाइपर टेन्सन केसेस मात्र ल टोटल स्याम्पल साइज होइन सो 25% हाइपर टेन्सन छ भने चाहिँ अब अर्को अरू पनि चाहियो होइन सो 10 इभेन्ट्स पर एडिसनल भेरिएबल तपाईँ 15-20वटा भेरिएबलमा रन यसलाई चाहिँ एडजस्ट गर्छु भनेर चाहिँ गर्नुहुन्छ नि त्यही अनुसार स्याम्पल साइज पनि तपाईँ थप्दै थप्दै जानुपर्ने हुन्छ सो 10वटा हाइपर टेन्सन क्याप्चर गर्नलाई चाहिँ तपाईँहरूलाई कतिजना 25वटा हाइपर टेन्सन क्याप्चर गर्नलाई त 100वटा मान्छे थप्नुपर्छ नि त किनभने हाइपर टेन्सन त 25%मा हुन्छ नि त सो त्यही रेटमा चाहिँ ऊ पनि थप्नुपर्छ तर यसको पनि एउटा तोड छ यदि धेरै भेरिएबल छैन कन्फर्मिङ एडजस्ट गर्नुपर्ने छ भने चाहिँ हामी प्रोपेन्सिटी स्कोर युज गरेर गर्न मिल्छ फेरि प्रोपेन्सिटी स्कोर पनि पढाउनु के गर्नु सो लिमिटेसन अफ इभेन्ट पर भेरिएबल रुलको चाहिँ मोडल एक्युरेसीलाई ओभर सिम्प्लिफाई गर्छ होइन कोरिलेसनले चाहिँ जस्तै हामीले भेरिएबल ल अब मसँग त टन्नै स्याम्पल साइज छ 7,000 छ म यो पनि राख्छु त्यो पनि राख्छु यो पनि राख्छु भन्दा भेरिएबल इट्सेल्फ पनि त कोरिलेटेड हुनसक्छ नि त अनि त्यो चाहिँ यसको लिमिटेसन हुनसक्छ त्यसपछि एडिसनल डिग्री अफ फ्रिडम ट्रान्सफर्मेसन इन्टरेक्सन्सहरू एड गर्दै जाँदा झनै कम्प्लिकेटेड हुन धेरै ठुलै स्याम्पल साइज छ भन्दैमा पनि सबै थोक एड गर्दा चाहिँ कम्प्लिकेटेड हुन जान्छ त्यो चाहिँ एउटा लिमिटेसन हुनसक्छ क्राइटेरिया फर सेलेक्टिङ भेरिएबल होइन सिग्निफिकेन्स अब एउटा चाहिँ सिग्निफिकेन्स क्राइटेरिया जुन चाहिँ सबैजनाले सोध्दै गरिरहनु भएको छ जुन क्लासमा हाइपोथेसिस टेस्ट युज गर्ने अथवा लाइक्लीहुड रेसियो टेस्ट युज गर्छ होइन अनि स्कोर वाल टेस्टहरू यो सबै टेस्टहरू हामीले युज गर्छौँ अनि इटरेटिभ मोडल फिटिङ गर्छौँ पहिला यो युज गर्छौँ त्यो युज गर्छौँ त्यसपछि फरवर्ड सेलेक्सन ब्याकवर्ड सेलेक्सन यो म पढाउँछु नेक्स्ट क्लासमा है फरवर्ड सेलेक्सन ब्याकवर्ड सेलेक्सन गरेर चाहिँ हामीले भेरिएबल सेलेक्ट गर्छौँ सो फरवर्ड सेलेक्सन भन्नाले चाहिँ सबै भेरिएबल राख्ने पहिला सुरु अनि भेरिएबल राखिसकेपछि होइन 1 by 1 टेस्ट गर्ने पहिला सुरु भेरिएबललाई सो हामीसँग 6वटा भेरिएबल छ प्रेडिक्सन गर्नलाई भने सो पहिला चाहिँ एजुकेसन पहिला चाहिँ अब हाइपरटेन्सन र एजुकेसन टेस्ट गरेर सिग्निफिकेन्ट आयो होइन त्यसलाई साइडमा राख्ने हाइपरटेन्सन र जेन्डर टेस्ट सिग्निफिकेन्ट आयो त्यसलाई साइडमा राख्ने हाइपरटेन्सन र अब एथनिसिटी सिग्निफिकेन्ट आयो साइडमा राख्ने हाइपरटेन्सन र रिलिजन सिग्निफिकेन्ट आएन त्यसलाई हटाइदिने होइन त्यस्तै गरेर अब त्यसमा भ्यालु हुन्छ कसैले 0.20मा गर्छ फर्स्ट स्टेपमा होइन कसैले 0.10मा गर्छ युजली 0.20मा चाहिँ सिग्निफिकेन्ट आयो भने सो फर्स्ट स्टेपमा चाहिँ सबै 1 by 1 टेस्ट गर्दै गर्दै जान्छ होइन टेस्ट गर्दै गएपछि चाहिँ जुन चाहिँ स्ट्याटिस्टिकली सिग्निफिकेन्ट छ त्यसलाई रिटेन गर्छ जुन स्ट्याटिस्टिक सिग्निफिकेन्ट छ नि त्यसलाई चाहिँ हटाइदिएर सिग्निफिकेन्ट भएको मालाई मात्रै रन गर्छ होइन त्यो त्यसरी पनि गर्छ ब्याकवर्ड सेलेक्सन भनेको चाहिँ फेरि सबै भेरिएबल एकैचोटि राख्यो होइन अनि कुन चाहिँ सिग्निफिकेन्ट आउँदैन त्यसलाई हटाइदियो अनि फेरि रन गर्यो फेरि कुन सिग्निफिकेन्ट आउँदैन त्यसलाई सबै हटाइदियो फेरि रन गर्यो फेरि कुन सिग्निफिकेन्ट आउँदैन हटाइदियो लास्टमा सबै सिग्निफिकेन्ट नआएसम्म राख्ने कि त्यस्तो चाहिँ ब्याकवर्ड र फरवर्ड सेलेक्सन भन्छ यहीँ लेखाएर छ भइहाल्यो होइन अनि ब्याकवर्ड सेलेक्सन इज जेनरली प्रिफर्ड ओभर फरवर्ड सेलेक्सन ड्यू टु सेन्सिटिभिटी टु कोलिनियरिटी भनिरहेको छ होइन अनि यसमा चाहिँ मल्टिपल टेस्टिङ हामीले गर्छौँ किनभने धेरैचोटि मोडल रन गर्नुपर्छ नि त टेस्ट गरे सो यसलाई चाहिँ अब पी भ्यालुहरू चाहिँ अन्डर एस्टिमेट गर्छ यसले अनि त्यसले चाहिँ अफेक्टिङ इन्टरप्रिटेसन भन्छ होइन अर्को क्राइटेरिया भनेको चाहिँ एआइसी र बिआइसी यो म तपाईँहरूलाई अर्को नेक्स्ट क्लासमा चाहिँ राम्रोसँग आउँछ यसको एआइसी र बिआइसीले चाहिँ मोडल फिट र कम्प्लेक्सिटी होइन यिनीहरूलाई चाहिँ पनि
तर यसको म्याथमेटिकली कसरी क्यालकुलेट गर्छ भनेर त मलाई पनि थाहा छैन, तर मोडल कम्प्लेक्सिटीलाई चाहिँ यसले क्याप्चर गर्छ। सो थोरै एआइसी भएको थोरै बिआइसी भएको मोडललाई चाहिँ हामीले सेलेक्ट गर्छौँ हायरार्किकल मोडलहरू बनाएर। अर्को चाहिँ पेनलाइज लाइक्लीहुड मेथड भन्ने छ होइन। पेनलाइज लाइक्लीहुड मेथडले चाहिँ पेनल्टी टर्महरू एड गर्छ होइन, अनि त्यसले चाहिँ कोफिसियन्टलाई चाहिँ 0 सेट गरेर मोडललाई चाहिँ अझै सिम्प्लिफाई गरिदिन्छ। अब मैले पनि यो चाहिँ गरेको छैन, अहिलेसम्म युज गरेको छैन। अनि युजली चाहिँ अब पेनलाइज मोडलले चाहिँ अब हामीले अलिकति त्यसलाई कन्ट्रोल गरेर मोडल सेलेक्सनहरू गर्न मिल्छ, क्रस भ्यालिडेसनहरू गर्न मिल्छ यसमा। अर्को चाहिँ चेन्ज इन एस्टिमेट क्राइटेरिया पनि युज गर्छ कहिलेकाहीँ। चेन्ज इन एस्टिमेट क्राइटेरिया भनेको चाहिँ कोफिसियन्टहरू, अनि मैले भनेको थिएँ नि जस्तो 10% चेन्ज भयो भने चाहिँ यो कन्फाउन्डिङ हो, यसलाई एड गर भन्ने। 10% चेन्ज भएन भने चाहिँ यो चाहिँ कन्फाउन्डिङ होइन, एड नगर भनेर चाहिँ हटाउने हो। त्यस्तो क्राइटेरियामा पनि गरिरहेछ होइन। मोडल भ्यालिडेसन भनेको चाहिँ हामीले मोडलको फिट नै मोडल चाहिँ फिट छ कि छैन भनेर पनि टेस्ट गर्न मिल्छ कि। मोडल फिट गरेको छ कि छैन भनेर चाहिँ ओभर फिट छ कि ओके मोडल चाहिँ एडिक्वेटली फिट छ भनेर चाहिँ हामीले टेस्ट गर्छौँ। यो पनि प्रेडिक्सन मोडलमा गरेका छौँ, अनि हामीले यो गर्छौँ अब ट्रेनिङ सेट र भ्यालिडेसन सेट बनाएर। एक्चुअल पहिला सुरु होल हाम्रो डेटालाई चाहिँ 2टा डेटा सेट बनाउने होइन, अनि एउटा मोडल चाहिँ एउटा डेटा सेटमा रन गर्ने, त्यसलाई भ्यालिडेसन चाहिँ अर्को डेटा सेटमा गर्ने। त्यो चाहिँ हामीले प्रेडिक्सन मोडलमा गर्छौँ, त्यो आउँछ पछि है। ल अब यो मैले आई थिङ्क यो मैले एक्सप्लेन गरिसकेँ होइन। मोडल सेलेक्सनको चाहिँ कन्सिक्वेन्स अफ भेरिएबल सेलेक्सन चाहिँ अब यसमा चाहिँ इनकरेक्ट भेरिएबल सेलेक्सनले चाहिँ रिग्रेसन बायस होइन भेरिएन्स जुन 95% सिआई निकाल्छ नि हामीले, त्यसलाई चाहिँ बायस गर्न सक्छ। अब यो लासो मेथडले चाहिँ एस्टिमेटहरूलाई श्रिङ्क एकदम टु मच श्रिङ्क गरिदिन्छ, प्रेडिक्सनहरूलाई चाहिँ बायस गरिदिन्छ होइन। अनि युनिभेरिएबल सेलेक्सनले पनि यसलाई चाहिँ बायस गरिदिन्छ, 1 by 1 सेलेक्ट गर्यो भनेपछि। अब मोडल स्टेबिलिटीले चाहिँ मोडल कतिको स्टेबल छ, डेटा चेन्जेस भयो भनेर चाहिँ यसले दिन्छ होइन। यसले चाहिँ अब यसले चाहिँ के हेल्प गर्छ भन्दाखेरि चाहिँ रिलायबिलिटी अफ सेलेक्टेड भेरिएबल्सलाई चाहिँ यसले मोर हेल्प गर्छ होइन। अनि पेयर वाइज इन्क्लुजन हेल्प्स आइडेन्टिफाई भेरिएबल्स आर कम्पिटिङ अर इन्हान्सिङ इच अदर भनेपछि मोडल चाहिँ स्टेबल छ कि छैन भनेर हामीले हेर्न मिल्छ। तर यसको पनि मेन भनेको चाहिँ मोर रिलायबिलिटीको लागि होइन, म रोबस्ट मोडल चाहिँ हामीले बनाएको छ कि छैन भनेर चाहिँ को लागि मोर हेल्पफुल हुन्छ। सो श्रिङ्केज र बायस ट्रेड अफ भएको हुन्छ। त्यो श्रिङ्केज रिड्युसेस भेरिएन्स अफ रिग्रेसन कोफिसियन्ट, अनि श्रिङ्केज एस्टिमेटर्स टेन टु बायस कोफिसियन्ट टुवर्ड्स 0 होइन। अनि श्रिङ्केज मेथड्सहरू चाहिँ यो होइन प्रेडिक्सन र एररहरू चाहिँ मिनिमाइज गर्छ भनेर आयो होइन। अब मेन चाहिँ यो रेकमेन्डेसन चाहिँ के हो भन्दाखेरि चाहिँ बिगिन बाई डिफाइनिङ अ ग्लोबल मोडल युजिङ ब्याकवर्ड नलेज अथवा एक्सपर्ट इनपुट अफ प्रिभियस, जुन मैले भने गर्छु नि एक्सपर्ट इनपुट होइन, प्रिभियस नलेजबाट चाहिँ हामीले एउटा ग्लोबल मोडल चाहिँ सेलेक्ट गर्यो भने चाहिँ डेटा ड्रिभन बायस चाहिँ हुँदैन। जुन चाहिँ डेटा ड्रिभनमा चाहिँ गर्दाखेरि चाहिँ जस्तो ब्याकवर्ड सेलेक्सन फरवर्ड सेलेक्सन हामीले मोडल फिटहरू गर्दाखेरि चाहिँ एस्टिमेटरहरू श्रिङ्क हुने, भेरिएन्सहरू चाहिँ रङ एस्टिमेट हुने, त्यस्तो लिमिटेसनहरू हुन्छ। त्यही भएर चाहिँ मेन चाहिँ अब यो आर्टिकलले चाहिँ मैले भन्न खोजेको चाहिँ महाभारत गीता चाहिँ यसमा चाहिँ प्रिभियस नलेजबाट कन्फाउन्डिङको त्यो मोडल क्रिएट गरेर अझ त्यो कन्सेप्चुअल मोडल बनाएर चाहिँ भेरिएबल सेलेक्ट गर्ने भनेर चाहिँ गर्छौँ। अनि ओन्ली अप्लाई भेरिएबल सेलेक्सन्स टु आइभिज भनेर के हो इभेन पर भेरिएबल मोर देन 10, यो पनि म चाहिँ एकदमै स्ट्रिक्टली फलो गर्छु। धेरै भेरिएबलहरू एडजस्ट गर्नु छ भने चाहिँ स्याम्पल साइज पनि ठुलो हुनपर्छ भनेर। अनि चेक स्टेबिलिटी टु इन्स्योर रिलायबल मोडल आउटकमहरू। स्टेबिलिटी चाहिँ मोडल स्टेबिलिटी चेक गर्ने भन्दाखेरि चाहिँ मोडल रन गर्दाखेरि कन्फिडेन्स इन्टरभल स्टेबल छ कि छैन हेर्ने कि। एकदम लार्ज कन्फिडेन्स इन्टरभल आयो भने चाहिँ कि द्याट्स नट अ सुटेबल मोडल भन्ने कुरा पनि बुझ्नु पऱ्यो। अब अर्को चाहिँ सेन्सिटिभिटी एनालिसिसहरू गर्ने चाहिँ अब नेक्स्ट क्लासमा। अब धेरै जस्तो चाहिँ हाम्रो जुन प्रेडिक्सन मोडल हामीले गरेपछि चाहिँ अझै धेरै मोडल सेलेक्सनमा चाहिँ क्लियरिटी आउँछ है। हुन्छ ल अहिलेलाई चाहिँ थ्याङ्क यू। डिस्कार्ड गरेँ मैले। के छ क्वेसन यसमा? यो धेरै इन्फर्मेसनको छोटो समरी मात्र भयो। स्याम्पल साइज क्याल्कुलेसनको कुरा गर्दा नि जस्तो थप्नुपर्छ भनेर त्यो स्याम्पल साइजमा हामीले पावर सावर राखेर क्याल्कुलेट गर्छौँ नि,
अनि भन्नुहोस् त्यसमा हाम्रो के हो जुन चाहिँ भेरिएबलको आधारमा हुँदैन नि के हुन्छ युजली चाहिँ स्याम्पल साइज क्यालकुलेट गर्दाखेरि हो तपाईँले भन्नुभएको हामीले चाहिँ एउटा इन्डिपेन्डेन्ट भेरिएबल एउटा डिपेन्डेन्ट भेरिएबल युज गरेर चाहिँ कति स्याम्पल साइज चाहिन्छ भनेर क्यालकुलेट गरिन्छ नि त त्यही हो एउटा त्यो फर्मुला युज गर्दैन त्यो फर्मुला युज गर्दाखेरि चाहिँ यो क्रुड मेजरमेन्टको चाहिँ त्यसले युज गर्छ क्या क्रुड एसोसिएसनको लागि युजली चाहिँ कस्तो भइरहन्छ नि 300 400 आउँछ तपाईँले 8 10 वटा भेरिएबल एडजस्ट गर्दा इट वर्क्स प्रिटी वेल होइन तर थोरै स्याम्पल साइज आयो भने चाहिँ जस्तै 100 मात्रै स्याम्पल साइज आयो म चाहिँ अब 10 वटा एडजस्ट गर्छु भन्दाखेरि चाहिँ देन यु हेभ टु कन्सिडर इन्क्रिजिङ स्याम्पल साइज अनि त्यतिखेर चाहिँ त्यो अघि मैले भनेको हिसाब गरे अनुसार चाहिँ पर इभेन्ट पर भेरिएबल 10 इभेन्टको दरले चाहिँ स्याम्पल साइज इन्क्रिज गर्दै जाने हुन्छ अनलाइन जोइन गर्नुहुनेहरूमा केही क्वेसन छ आजको क्लास चाहिँ सिद्धिएको म्याम होइन होइन यो त असाइनमेन्ट मात्रै सक्यो असाइनमेन्ट मात्रै सक्यो क्लास त सुरु नै भएको छैन केही क्वेसन छ यहाँसम्म असाइनमेन्टको मात्र कुरा गरिरहेको छौँ हामीले अहिलेसम्म ए हजुर ल हुन्छ अब चाहिँ म तपाईँहरूलाई आजको क्लास सुरु गर्छु है त ल अब आज चाहिँ हामी रिपिटेड मेजर्स र लङ्गिट्युडनल डेटामा फोकसिङ अन जेनरलाइज एस्टिमेटिङ इक्वेसन यो चाहिँ एकदमै काम लाग्ने चिज हो होइन धेरै मैले त एकदम धेरै युज गर्छु अनलाइन देखिरहनु भएको छ हजुर ल हजुर देखिन्छ युजली चाहिँ हामीले डेटा कलेक्सन गर्दाखेरि कस्तो हुन्छ भने हामीले चाहिँ अहिले ऱ्यान्डम स्याम्पल चाहिँ अब एकदमै हुन्छ नि अहिलेसम्म त हामीले ओके ऱ्यान्डम स्याम्पल लिने भनेर भनिरहेको हुन्छ तर युजली प्र्याक्टिकली गर्दाखेरि चाहिँ त्यो चाहिँ एकदमै लिमिटेसन हुन्छ क्या ऱ्यान्डम स्याम्पल अब प्योरली ऱ्यान्डम स्याम्पल लिनलाई चाहिँ अनि प्र्याक्टिकल सेन्समा चाहिँ हामीले प्योरली ऱ्यान्डम स्याम्पल लिइरहेको हुँदैन अनि त्यस्तो नगर्दाखेरि चाहिँ हाम्रो जुन इन्डिपेन्डेन्ट लाइन मोडलको एजम्पसन छ नि लिनियरिटी इन्डिपेन्डेन्स होइन नर्मालिटी र इक्वल भेरिएन्समा चाहिँ त्यो इन्डिपेन्डेन्स भन्ने चाहिँ हामीले ब्रेक भइरहेको हुन्छ जस्तै यस्तो एक्जाम्पलहरू जस्तै मल्टिपल मेजरमेन्ट्स टेकन विदिन अ क्लस्टर ओभर डिफ्रेन्ट टाइम पोइन्ट्स अ क्लस्टर क्यान बी इन्डिभिजुअल हाउस होल्ड अर इन्स्टिट्युसन भनेको छ नि अब यसमा नि रेडियोग्राफ्स हामीले मेजर गऱ्यो भने चाहिँ ल अब नेपालमा चाहिँ नि रेडियोग्राफको चाहिँ मेजर गरेर चाहिँ के अरे अस्टियो आर्थराइटिसलाई चाहिँ मोनिटर गरौँ भनेर भन्यो भने चाहिँ ओके सबै भरको पेसेन्टलाई इन्डिपेन्डेन्टली त ऱ्यान्डमली सेलेक्ट गर्न सकिँदैन नि त पहिला हामीले हस्पिटल चुज गर्छौँ हस्पिटलभित्र पर्सन चुज गर्छौँ पर्सनभित्र पनि 2 3 चोटि मेजर गरेर हान्छ नि त सो भनेपछि हामीले एक्चुअली इन्डिपेन्डेन्ट यो केसमा चाहिँ प्र्याक्टिकली इन्डिपेन्डेन्टली गर्न एकदम गाह्रो हुन्छ अर्को भनेको चाहिँ अब ट्रोपोनिन भनेको यो मेजर चाहिँ 1 डे 3 र 6 डेज आफ्टर ब्रेन ड्यामेज गर्छ नि त जस्तै हाम्रो प्रोटोकल हुन्छ नि त क्लिनिकल प्रोटोकल चाहिँ 1 डेमा 3 डेज र 6 डेजमा मेजर गरेको त डिपेन्डेन्ट हुन्छ नि त डेटा त एकअर्कासँग कोरिलेटेड डेटा भइरहेको हुन्छ भ्याक्सिन ट्रायल्स फर कोभिड आर कन्डक्टेड इन मल्टिपल सेन्टर विथ मेनी पार्टिसिपेन्ट रिक्रुटिङ विदिन 1 सेन्टर अब कोभिड-19को पनि हामीले गर्दाखेरि चाहिँ सपोज 5वटा सेन्टरबाट मान्छे हामीले रिक्रुट गरिरहेछौँ भने 5वटा सेन्टरबाट हजुर एनिवे हजुर सो भ्याक्सिन ट्रायल गर्दाखेरि चाहिँ जस्तै नेपाल भन्दाखेरि जस्तै काठमाडौँमा भ्याक्सिन ट्रायल गर्दाखेरि चाहिँ काठमाडौँबाट पार्टिसिपेन्ट रिक्रुट गराएको छ भने त्यहाँ त ओभर क्राउडिङ छ नि त इरेस्पेक्टिभ अफ भ्याक्सिन कति भ्याक्सिन दिए पनि त्यो मान्छेहरूलाई त अटोमेटिक रिस्क आएछ नि त त्यहाँ
बाट रिक्रुट भएको भर्सेस ल भनौँ न हामीले दोलखामा गर्दाखेरि त मान्छे नै टाढा टाढा बसिरहेको हुन्छ सो भ्याक्सिनको एफिकेसी पनि डिफ्रेन्ट देखिन सकिन्छ नि त सो कोभिडको आउटकम चाहिँ त्यो सेन्टरको र यो सेन्टरको चाहिँ डिफ्रेन्ट हुनसक्छ नि त त्यस्तो बेलामा अब के गर्ने त भन्दाखेरि चाहिँ अब एउटा अब आउँछ के गर्न सकिन्छ भनेर सो के भन्नु अब आउटकम्स मेन प्रब्लम चाहिँ आउटकम आर कोरिलेटेड विदिन क्लस्टर जुन क्लस्टरबाट चाहिँ हस्पिटलमा हामीले एउटै हस्पिटलबाट चाहिँ 3-4जना मान्छे गऱ्यो भने त्यो हस्पिटलको त रियाक्सन गर्ने टाइम भनौँ न पेसेन्टको वेटिङ टाइमदेखि लिएर द टाइप अफ मेडिसिन दे युज एक्सपर्टिज अफ क्लिनिसियन्स अथवा एक्सपर्टिज अफ नर्सेस होइन त्यो सर्भिस दिने त त्यो एक्सपोजर सेम हुन्छ नि त त्यसले गर्दाखेरि चाहिँ आउटकम चाहिँ कोरिलेटेड हुन्छ जस्तै नोजोकोमियल इन्फेक्सनको गर्न खोज्यो भने चाहिँ यहीँको पेसेन्टहरूमा चाहिँ कोरिलेटेड हुन्छ नि त अर्को हस्पिटलको पेसेन्टहरूमा कोरिलेटेड हुन्छ जस्तै यो अघिको केसमा पनि यो रेडियोग्राफीको डेटा अनि यो ट्रोपोनिनको डेटाहरू चाहिँ कोरिलेटेड हुन्छ क्या त्यो त्यस्तो भयो भने चाहिँ इन्डिपेन्डेन्सको हुन्छ अनि डिफ्रेन्ट सेट अफ प्रेडिक्टर्स फर इच हायरार्की हुन्छ कहिलेकाहीँ कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भने एउटा चाहिँ विदिन पेसेन्ट पनि कोरिलेटेड डेटाहरू हामीले क्याप्चर गर्छ देन अर्को चाहिँ जस्तै लोकेसन पेसेन्ट फ्लो होइन पेसेन्ट प्रोभाइडर रेसियो इन्सुरेन्स इम्प्लिमेन्टेसन यो जम्मै कुराले चाहिँ यो चाहिँ हस्पिटल लेभलको इन्फर्मेसन हुन्छ एउटा अर्को चाहिँ पेसेन्ट लेभलको चाहिँ पेसेन्टको एज जेन्डर एजुकेसन सोसियो इकोनोमिक स्ट्याटसले पनि उसको आउटकमलाई फरक पर्छ भने क्लस्टर लेभलको इन्फर्मेसन हस्पिटलमा नै अघि मैले भने नि पेसेन्ट प्रोभाइडरको रियाक्सन हुनसक्ला अब सर्टेन मेडिसिनहरूको के युज गर्छ त्यो होला हस्पिटलको प्रोटोकल अथवा डिफ्रेन्ट हुनसक्छ त्यो कुराले पनि पेसेन्ट आउटकमलाई चाहिँ अफेक्ट गर्छ सो दुइटै लेभलमा चाहिँ पेसेन्ट आउटकमलाई चाहिँ अफेक्ट गरिरहेको हुन्छ सो एउटा चाहिँ रिपिटेड मेजर्स हुन्छ होइन एउटै पेसेन्टलाई चाहिँ 2-3 टाइम पोइन्टमा हामीले मेजर गरिरहेको हुन्छ अर्को चाहिँ हाइरार्कियल हुन्छ जस्तै लेभल 1 लेभल 2 लेभल 3 गरेर हाइरार्कियल हुन्छ नि डिफ्रेन्ट हाइरार्कीको आफ्नै क्यारेक्टरिस्टिक्स हुन्छ त्यो क्यारेक्टरिस्टिक्सले चाहिँ पेसेन्ट लेभल आउटकमलाई मोडिफाई गरेको हुनसक्छ कोभिड डेथमा पनि भनौँ न बागमतीमा कोभिड लाग्नुको डेथ रेट र भनौँ न कर्णालीमा कोभिड लाग्दाखेरिको डेथ डिफ्रेन्ट थियो होला इमर्जेन्सी मेडिसिनको एभाइलेबिलिटीदेखि लिएर एक्सपर्टको एभाइलेबिलिटीदेखि लिएर कन्ट्याक्ट ट्रेसिङको मेकानिजमदेखि लिएर सबै कारणले गर्दाखेरि सो यसमा चाहिँ फर इक्जाम्पल अब लेभल 3 भनेको चाहिँ सपोज डिस्ट्रिक्ट लेभलमा हिलमा छ कि तराईमा छ कुन चाहिँ प्रोभिन्सले पनि फरक पार्न सक्छ हेल्थ पोस्ट लेभलमा पेसेन्ट फ्लो प्रोभाइडर पेसेन्ट रेसियो लोकेसनले पनि फरक पार्न सक्छ हेल्थ वर्करको इयर्स अफ एक्सपिरियन्स एज हेल्थ वर्करकै जेन्डरले पनि फरक पार्न सक्छ ट्रेनिङले मैले एकचोटि रौतहटमा सर्वे गरेको थियौँ हामीले सकिङ के इन्स्टिट्युसनल डेलिभरी क्यान यु इमेजिन 90% इन्स्टिट्युसनल डेलिभरी एउटा म्युनिसिपालिटीमा हामीले सबै म्युनिसिपालिटीको रिप्रेजेन्टेटिभ डेटा लिएर आएको थियौँ 90% चाहिँ एउटा म्युनिसिपालिटीमा चाहिँ होइन होम डेलिभरी इन्स्टिट्युसनल होइन होम डेलिभरी अहिले लास्ट इयर पनि 1.5 इयर भयो मैले त इमेजिनै गराएको थिइनँ यस्तो पनि आउँछ रिजल्ट भनेर झन्डै 88% जस्तो थियो कि होम डेलिभरी अनि के रहेछ भनेर बुझ्दै जाँदा त्यो म्युनिसिपालिटी भरिमा एकजना पनि स्किल बर्थ एटेन्डेन्ट फिमेल स्किल बर्थ एटेन्डेन्ट छैन होल इन्स्टिट्युसनमा पनि छैन कहीँ पनि छैन फिमेल सर्भिस प्रोभाइडरै छैन भनेपछि एएनसीदेखि लिएर सबै त घरमा यत्तिकै डेलिभरी गर्ने त्यो टाइमिङ आफै छ रहेछ क्या अब एकचोटि यस्तो विचार गर्नु त गिभ एन एक्जाम्पल अफ रिपिटेड मेजर्स एन्ड हाइरार्कियल डेटा तपाईँहरूको विचारमा तपाईँहरूको आफ्नो एक्सपिरियन्समा चाहिँ कुनै छ त्यस्तो यो अनलाइनवालाले पनि आन्सर गर्नुभयो हुन्छ यसमा यो सेल्फ टाइममा रहेछ एउटा कुनै एक्जाम्पल हाइरार्कियल डेटाको भन्नु त यसमा के हाइरार्की छ हजुर के हुन्छ बच्चाको एज भनेको चाहिँ पेसेन्ट लेभलको भयो अनि इन्स्टिट्युसन चाहिँ अब इन्स्टिट्युसन लेभलको चाहिँ भयो होइन दुईटा हाइरार्की भयो अरू
सुजाता तपाईँकोमा पनि छ हायरार्किकल डेटा अब नयाँ गर्नेमा पेसेन्ट लेभलको नै भयो एउटा अर्को त्यसपछि प्राइमेरी सर्भिस प्रोभाइडरको एक्जाम भयो अनि उनीहरूले रिफरल गर्दाखेरि हस्पिटल लेभलको पनि ठ्याक्कै त क्याप्चर नहोला कि तर जस्तै उहाँले चाहिँ फार्मेसीहरूलाई ट्रेनिङ दिएर होइन ब्लड प्रेसर चेन्ज हुन्छ कि हुँदैन हेर्दै हुनुहुन्छ नि त अब त्यसमा चाहिँ जस फार्मेसिस्टलाई हामीले ट्रेन गर्छौँ उहाँहरूको पनि आफ्नै एजुकेसन होला ब्याकग्राउन्ड होइन अनि उहाँहरूको अब जेन्डर अनि ट्रेनिङ कति वर्षदेखि काम गरिरहेछ अब फार्मेसी इटसेल्फको पनि हुन्छ नि जस्तै त्यो फार्मेसी कत्रो ठुलो छ होइन त्यो फार्मेसीले अरू के सर्भिसेसहरू दिन्छ लोकेसन भनेपछि त्यो एउटा कलेक्ट गर्नुपर्छ है तपाईँले यो युज गर्नुपर्छ हो अनि त्यसपछि त्यो विदिन फार्मेसी पनि डिफ्रेन्ट मान्छेहरू आउँछ एज जेन्डर होइन डिफ्रेन्ट सोसियो इकोनोमिक स्ट्याटसको डिफ्रेन्ट हाइपरटेन्सन लेभलको मान्छे आउँछ डिस्टेन्सको कति टाढा बस्छ त्यहाँको कुरा आउँछ सो दुइटै लेभलको डेटा चाहिँ हामीले क्याप्चर गर्न सक्छौँ अरू केही छ हाम्रो अनलाइन पार्टिसिपेन्टको तर्फबाट केही छ चलि त रहेछ नि होइन सुनि त रहनु भएको छ नि होइन सुनिएछ म्याम मिल्छ डेटा त त्यो हायरार्किकल मोडलमा चाहिँ हायरार्किकल डेटाहरू राख्न मिल्छ एजुकेसनले सो पेसेन्ट लेभल डेटा हुन्छ एउटा इन्स्टिट्युसनल लेभल प्रोभाइडर लेभल डेटा होइन तर त्यो चाहिँ तपाईँको अनि त्यसले चाहिँ डेटा डिपेन्डेन्ट गराइदियो कि जस्तै तपाईँकै डिपार्टमेन्टमा चाहिँ कतिजना कन्सल्टेन्ट हुनुहुन्छ होइन तपाईँले चाहिँ आफ्नो स्टडीको लागि चाहिँ 5जना कन्सल्टेन्टको अन्तर्गतबाट चाहिँ डेटा कलेक्ट गर्दै हुनुहुन्छ भने अब चाहिँ त्यो कसले चाहिँ यो सर्भिस दिइरहेको छ त्यो पनि कलेक्ट गर्ने कि उहाँहरूको पनि डेटा कलेक्ट गर्न मिल्छ जस्तै अब रेजिडेन्टले सर्भिस दिइरहेछ कि होइन 10 इयर्स एक्सपिरियन्स भएकोले दिइरहेछ कि होइन एचओडीले दिइरहेछ कि होइन कसले चाहिँ सर्भिस दिइरहेछ त्यो अनुसार चाहिँ सायद फरक अलिकति हुन्छ कि होइन किनभने मान्छेको त पेसेन्ट प्रोभाइडर इन्टरेक्सन गर्ने स्किल फरक हुन्छ स्पेसली पिडियाट्रिक्समा त एकदमै इम्पोर्टेन्ट छ नि त एक्सपिरियन्स लेभल फरक हुन सक्ला कतिको कन्फिडेन्टली दिन्छ अनि आई डोन्ट नो अब जेनेरिक ड्रग गर्छ कि अथवा कुनै अरू किसिमको ड्रग गर्छ कि सेमै ड्रगमा त डिफ्रेन्ट प्रकारको हुन्छ नि त सो डिफ्रेन्ट कसैले चाहिँ भन 1 हप्तापछि बोलाउला फलोअप कसैले 3 दिनपछि फलोअप बोलाउला होइन अनि त्यो चाहिँ प्रोभाइडर लेभलको चाहिँ त्यसो गर्दा चाहिँ के हुन्छ नि एउटै प्रोभाइडरले पाउने पार्टिसिपेन्टले चाहिँ सेम पायो अनि अर्को प्रोभाइडरले दिने सर्भिस चाहिँ अलिक डिफ्रेन्ट पायोले भनेपछि चाहिँ आउटकम इन्डिपेन्डेन्ट आउटकम चाहिँ डिपेन्डेन्ट जस्तै डक्टर सृजनाले ट्रिट गरेको मान्छेहरूको होइन कोरिलेटेड हुने भयो होइन अब डक्टर अनिसले गरेको चाहिँ कोरिलेटेड हुने भयो होइन अब डक्टर नारायणले गर्ने उहाँको पेसेन्ट कोरिलेटेड हुने भयो डिपेन्डेन्ट भयो नि त इन्डिपेन्डेन्ट भएन नि त त्यस्तो बेलामा चाहिँ हामीले त्यस्तो बेलामा केही चिन्ता लिनु पर्दैन हामी स्ट्याटिस्टिकली हामीले गर्न मिल्छ सो बायोस्ट्याटमा चाहिँ हामीले अहिलेसम्म लिनियर एनोभा लजिस्टिक रिग्रेसन जम्मैले चाहिँ इन्डिपेन्डेन्ट डेटा भनेर एजम्सन गरेर आएको छ होइन so but now we have correlated data we need to adjust for this correlation है so एउटा चाहिँ ब्याक पेन स्टडीको एक्जाम्पल छ so 44 primary care physicians were classified according to their practice style and in treating the back pain and management low moderate or high frequency of prescription of pain medication and bed rest an average of 24 patients per physician were followed for 2 years 1 month 1 year 2 year after index visit भनेको first visit पछि हैन so two possible question do physicians with different practice style differ in function satisfaction or cost research question is different हुन सक्छ अनि how much of the variability in the response is due to physician so patient को चाहिँ ब्याक पेन निको हुनुमा चाहिँ physician को रोल कति छ त्यो पनि गर्न मिल्छ हैन अनि फिजिशियन्सहरुको नै प्र्याक्टिस चाहिँ डिफर छ कि छैन त स्याटिस्फ्याक्सनमा कसैले धेरै पैसा खर्च गराइदिन्छ कि कसैले कम गराइदिन्छ कि हैन फंक्शन्सहरुमा चाहिँ कतिको फरक छ भनेर गर्न मिल्छ सो 3 लेभल अफ डेटा यसमा फिजिशियन लेभल छ एउटा प्र्याक्टिस स्टाइल इयर्स अफ एक्सपिरियन्स अब अरु पनि हुन सक्छ हैन फिजिशियनको एज फिजिशियनको एजुकेसन लेभल पेशेन्टको एज रिजन फर ब्याक पेन अब अरु पनि हुन सक्छ हैन
भिजिट्स चाहिँ अब कोही चाहिँ होइन हप्तै पछि जाने होला अथवा कोही चाहिँ महिनामा आउला कोही चाहिँ वर्षमा 2 चोटि आउला सो नम्बर अफ भिजिटहरू टाइम सिन्स भिजिटहरू पनि फरक पर्न सक्छ सो 1 महिनापछि आउनेको सायद ब्याक पेन अलिक कम होला अब 6 महिनापछि आउनेको ब्याक पेन अझै झन् कम होला त्यही भएर 6 महिनापछि आयो भन्ने हुन्छ नि 1 दिनपछि आउनेको चाहिँ धेरै ब्याक पेन भएर फेरि आएको हुनसक्छ सो टाइम सिन्स त्यो पनि फरक पर्ने हुन्छ सो पेन इन्टेन्सिटी एक्टिभिटी लिमिटेसन डे पेसेन्ट सेटिस्फ्याक्सन कस्ट आउटकम चाहिँ हामीले यसमा हेर्न मिल्छ 44 प्राइमेरी केयरको अब एनालिसिस फर इच सब सो हाइरार्किकल डेटाको एनालिसिस स्ट्राटेजीमा चाहिँ एनालिसिस फर इच सब ग्रुप हुनसक्छ एनालिसिस फर हाइएस्ट लेभल अफ हाइरार्की एनालिसिस फर डिराइभ भेरिएबल हुनसक्छ अब आउँछ एकचोटि सो एनालिसिस फर इच सब ग्रुप भनेको चाहिँ एनालिसिस फर इच अफ द 44 डक्टर्स 44 डक्टर्समा चाहिँ एकजनाको 24 पेसेन्ट छ नि त सो 24 पेसेन्टलाई चाहिँ 44चोटि एनालिसिस गर्ने एउटा त्यो अप्सन हुनसक्छ होइन अब यसले चाहिँ फर स्पेसिफिक डक्टर नलेज चेन्ज इन केयर अफ ब्याक पेन अमङ पेसेन्ट लेभलको मात्र हेर्न मिल्छ यसले चाहिँ अनि वाट इज द कस्ट टु ट्रिट ओल्डर पेसेन्ट कम्पेयर टु यङ्गर पेसेन्ट होइन इट क्यानट एड्रेस के गर्न सक्दैन भने हाउ प्र्याक्टिसिङ स्टाइल अक्रस फिजिसियन क्यान अफेक्ट इम्प्रुभमेन्ट इन ब्याक अब यसमा 44 भन्दा चाहिँ एकदमै हुन्छ नि 44चोटि तर कहिलेकाहीँ चाहिँ 3टा सेन्टरमा मात्रै गरिन्छ नि त स्टडी होइन त्यस्तो बेलामा 3टा सेन्टरमा छुट्टै छुट्टै एनालिसिस गर्ने एउटा अप्सन हुनसक्छ तर त्यसले सेन्टर स्पेसिफिक क्यारेक्टरिस्टिकलाई चाहिँ आइडेन्टिफाई गर्न सक्दैन अर्को चाहिँ एनालिसिस एट हाइएस्ट लेभल इन हाइरार्की होइन समराइज भ्याल्युज टु द हाइएस्ट लेभल एन्ड एनालाइज सो एसोसिएसन बिट्विन प्र्याक्टिस स्टाइल एन्ड कस्ट अफ इच ट्रिटमेन्ट अब इच 44 जनाको चाहिँ एभरेज ट्रिटमेन्ट कस्ट कति छ त इच पेसेन्टको भनेर त्यो एउटा भेरिएबल हुन्छ होइन देन त्यसपछि सिम्पल एनालिसिस पर्फर्म गर्ने हामीले इट क्यानट एडजस्ट फर पेसेन्ट लेभल कन्फाउन्डर्स पेसेन्ट लेभल किनभने हामीले एग्रिगेट डेटा युज गरिरहेछौँ नि त सो पहिले पेसेन्टको चाहिँ अन एन एभरेज यति कस्ट खर्च गरिरहेछ अनि प्रोभाइडर लेभलको क्यारेक्टरिस्टिक्स अनुसार चाहिँ कस्ट फरक पर्छ कि पर्दैन भनेर एनालिसिस गर्न मिल्यो यो एकदम थ्योरी भइरहेछ कि तपाईँले क्याच गरिरहनु भएको छ गरिरहनु भएको छ अनि यसले चाहिँ डज नट टेक इन्टु अकाउन्ट पेसेन्ट्स पर फिजिसियन होइन कुनै फिजिसियनले चाहिँ धेरैजनालाई गर्ला कुनै फिजिसियनले कमजनालाई गर्ला अन एन एभरेज पो 24 त कसैको 13जना होला कसैको 100जना पनि हुनसक्छ त्यो कुरालाई चाहिँ गर्छ भनेको प्रायः अघि हामीले 44 टाइप एनालिसिस होइन यसबाट यो त हाइरार्किकल हाइएस्ट लेभलमा चाहिँ अर्कै भइसक्यो सब ग्रुपमा चाहिँ 44 लाई 44 चोटि गर्ने होइन अब यसमा चाहिँ 44 वटा डाटा पोइन्ट्स भयो कि 44 वटा डाटा पोइन्ट्स चाहिँ फिजिसियन नम्बर 1 को क्यारेक्टरिस्टिक्स के हो सबै आउने भयो त्यसको चाहिँ एभरेज कस्ट तपाईँहरू कतिखेर आउट हुनुभयो रेकर्डिङ भइरहेको रहेछ देखिरहनु भएको छ अनलाइन पार्टिसिपेन्टहरूले हस् ओके सो अर्को चाहिँ डिराइभ्ड भेरिएबल्सबाट पनि गर्न मिल्छ हामीले होइन Calculate simple focused variable for each cluster or subgroup that can be used for more straightforward analysis. So calculate the difference between before and after intervention and use that change and an outcome for linear regression analysis. यस्तो बेलामा चाहिँ अब बिफोर र आफ्टर इन्टरभेन्सन भन्दा अगाडि कतिको ब्याक पेन थियो अथवा कति अरू इन्टेन्सिटीको थियो अनि आफ्टर कति भयो भनेर चेन्ज निकाल्ने अनि चेन्जलाई चाहिँ पेसेन्ट क्यारेक्टरिस्टिक्ससँग एनालिसिस गरिदिने त्यस्तो गर्न मिल्छ अनब्यालेन्स डेटा छ भने चाहिँ गाह्रो भयो जस्तै यसमा चाहिँ इन्टरभेन्सन र कन्ट्रोल ग्रुपको छ भने चाहिँ यदि इन्टरभेन्सन भर्सेस कन्ट्रोल ग्रुपको हामीले चाहिँ चेन्ज डेटा निकालिरहेको छौँ भने चाहिँ अब 100जना इन्टरभेन्सन चाहिँ 50जना कन्ट्रोल छ भने चाहिँ अनब्यालेन्स भयो नि त्यो डेटा लस टु फलोअप त्यही भएर एकदमै इम्पोर्टेन्ट हुन्छ हाइरार्किकल डेटा युजमा चाहिँ वेन कोरिलेसन
अब हाइरार्कियल डेटा युज गर्न मिल्यो होइन कोरिलेसन स्ट्रक्चर चाहिँ हाम्रो प्राइमेरी इन्ट्रेस्ट कहिले काहीँ भएको छ भने चाहिँ वेन यु युज टु बरो द स्टुडेन्ट अक्रस लेभल अफ हाइरार्की टु इम्प्रुभ एस्टिमेट होइन अनि हाइली अनब्यालेन्स्ड कोरिलेटेड डेटा जस्तै हाइरार्कियल डेटा युज भनेको चाहिँ यो मैले अहिले भनेको 3टा जुन छ नि हाइरार्कियल डेटा स्ट्राटेजिजहरू जुन त्यो चाहिँ हाइरार्कियल लेभलमा चाहिँ एउटा डेटा एनालिसिस गर्छ होइन त्यो बेला चाहिँ कोरिलेसन स्ट्रक्चरै हाम्रो लागि कहिलेकाहीँ आइसिसी निकाल्न पर्ने हुन्छ नि त इन्टर क्लास कोरिलेसन कोफिसियन्ट निकाल्ने नै गोल हो भने चाहिँ त्यो बेलामा पनि हाइरार्कियल डेटा युज गर्नु मिल्छ अनि यदि अब हायर लेभलको क्यारेक्टरिस्टिक्ससँग एनालिसिस गर्न खोजिरहेछौँ भने अनब्यालेन्स कोरिलेटेड डेटा छ भने त्यस्तो बेलामा चाहिँ यो मोडलमा जान मिल्छ अनि अर्को चाहिँ हाइरार्कियल डेटा एनालिसिस स्ट्राटेजीमा चाहिँ अब मैले आज कभर गर्न खोजेको चाहिँ जेनरलाइज एस्टिमेटिङ इक्वेसन चाहिँ यो चाहिँ एकदमै युजफुल हुन्छ अनि जिइईले चाहिँ कोरिलेसन विदिन क्लस्टरलाई चाहिँ एड्रेस गर्छ कोरिलेटेड जुन डेटाकोलाई चाहिँ कोरिलेसनलाई चाहिँ एडजस्ट गरिदिन्छ तर युजुअली हामी जसरी लिनियर रिग्रेसन लजिस्टिक रिग्रेसन गर्छौँ नि त्यही तरिकाले चाहिँ इन्टरप्रेट गर्न मिल्छ सो बिल्डिङ अन यर ओन नलेज होइन कोरिलेसनलाई एडजस्ट गरिदिएर यसले चाहिँ गर्छ आफै मुभ भइरहेको छ सो जिइई गर्दाखेरि चाहिँ एउटा यसको 5वटा एस्पेक्ट बुझ्न जरुरी छ अनि होमवर्क चाहिँ अब जिईमा आउँछ है 5वटा एस्पेक्ट चाहिँ युज गर्न जरुरी छ एउटा चाहिँ फ्यामिली फर आउटकम लिनियर हो कि बाइनोमियल हो त्यो त हामीलाई क्लियरै छ कन्टिन्युस भेरिएबल डिपेन्डेन्ट भयो भने चाहिँ लिनियर रिग्रेसन बाइनरी भेरिएबल डिपेन्डेन्ट भयो भने चाहिँ बाइनोमियल भनेको लजिस्टिक रिग्रेसन गर्छौँ अर्को चाहिँ प्रेडिक्टर्स लिस्ट अफ प्रेडिक्टर्स जुन हाम्रो पहिला जुन चाहिएको छ नि कन्फाउन्डर हाम्रो यो हो एक्सपोजर हाम्रो यो हो भनेर पहिल्यै हामी क्लियर हुन पर्यो त्यसपछि लिङ्क अफ प्रेडिक्टर चाहिँ मिन हो कि लजिट हो कि रिस्क हो भनेर चाहिँ हामीले यदि कन्टिन्युस भेरिएबल छ भने मिनमा निस्किन्छ मिन भयो हाम्रो होइन र यदि चाहिँ बाइनरी भेरिएबल छ भने चाहिँ लजिट हो हाम्रो लजिटमा निस्किन्छ लगमा पनि गर्न मिल्छ लगको क्लास पछि गराउँछु त्यो चाहिँ अर्को चाहिँ इम्पोर्टेन्ट हाम्रो कोरिलेसन स्ट्रक्चर चाहिँ हामीलाई आइडेन्टिफाई गर्नु जरुरी छ अनि इन्डिकेटर फर क्लस्टर डेटा भनेको चाहिँ यो जस्तै हामीले अब अहिले त पेसेन्ट नम्बर 1 को एज यो मेल फिमेल त्यो भनेर पेसेन्ट नम्बर 2 पेसेन्ट नम्बर 3 भन्ने हुन्छ नि त अब पेसेन्ट नम्बर 1 2 3 मा चाहिँ कुन चाहिँ क्लस्टरबाट आएको भनेर एउटा आइडेन्टिफाई गर्ने भेरिएबल चाहिँ एडिसनल हुनुपर्छ सो अघि मैले एक्जाम्पल दिएँ डाक्टर सृजनाको केसमा चाहिँ डाक्टर सृजनाको कोड 0 हो भने चाहिँ पेसेन्ट उहाँले हेर्नुभएको पेसेन्टको सबैको कोड 00 आउनुभयो अब डाक्टर अनिसको 1 हो भने यसरी मान्छेको नाम त लिन नहुने होला एक्सवाइजेडको होइन डाक्टर अब यो मैले हाइपोथेटिकल है अब डाक्टर भावनाको चाहिँ पेसेन्टहरूको चाहिँ 111 आउला डाक्टर सुजाताको पेसेन्टको 22 आउला होइन त्यसरी चाहिँ इन्डिकेटर फर क्लस्टर डेटा भनेको चाहिँ त्यो आफ्नो कुन क्लस्टर हो त्यो इन्डिकेटर हुनपर्छ भने 5वटा चिज चाहिँ चाहिन्छ जिइई गर्नको लागि कोरिलेसन स्ट्रक्चरमा चाहिँ यो 5 तरिकाले गर्न सकिन्छ त्यो हामीलाई थाहा हुनुपर्छ है हाइपोथेटिकली एक्सचेन्जेबल कोरिलेसन भनेको चाहिँ अल कोरिलेसन बिट्विन इच पेयर आर इक्वल जस्तै अब मैले यस्तै एक्जाम्पलमा चाहिँ बायोस्ट्याटिस्टिक्सको नलेज तपाईँहरूको टेस्ट गर्न पर्यो भने चाहिँ मैले पढाएको स्टुडेन्ट एउटा भयो होइन अब अरू कसैले एबिसीले पढाएको चाहिँ डिफ्रेन्ट 6जना स्टुडेन्ट छ भने चाहिँ अब हामी तपाईँहरू हुन्छ नि 1 2 3 4 5 6जनामा चाहिँ अथवा अनलाइनमा पनि चाहिँ फेरि अनलाइनको लागि हटायो भन्ला अनलाइनमा 6जना छ भने 12जनालाई चाहिँ 12जनाको नलेजको कोरिलेसन चाहिँ इक्वल छ भन्ने चाहिँ के सेम कोरिलेटेड हुन्छ अथवा विदिन चाहिँ एकअर्कासँग धेरै डिफ्रेन्ट हुँदैन विदिन चाहिँ सेम कोरिलेटेड इच क्लस्टरको चाहिँ इच अल कोरिलेसन बिट्विन इच पेयर आर इक्वल भनेर चाहिँ हामीले गर्छौँ होइन अटो रिग्रेसिभ भनेको चाहिँ मेजरमेन्ट्स क्लोजर आर मोर कोरिलेटेड देन फार्दर कहिलेकाहीँ चाहिँ हामीले भिजिट अनुसार गरेको हुन मिल्छ हुनसक्छ होइन जस्तै ब्लड प्रेसर चाहिँ मन्थ 1 मा मन्थ 3 मा र मन्थ 6 मा मन्थ 9 मा मेजर गर्यो भने 1 र 2 चाहिँ मोर कोरिलेटेड हुन्छ होइन 6 र 9 चाहिँ लेस कोरिलेटेड कोरिलेसन चाहिँ घट्दै जान्छ भनेर त्यो एजम्सन छ भने चाहिँ अटो रिग्रेसिभ लाउनु पर्यो अनस्ट्रक्चर छ भने चाहिँ कुनै पनि एजम्सन छैन स्टेटालाई आफै हामीले क्यालकुलेट गर भनेर दिएको चाहिँ अनस्ट्रक्चर भयो नन स्टेसनरी भनेको चाहिँ सेम एज अनस्ट्रक्चर बट अज्युम्स 0 कोरिलेसन फर द पेयर्स फार
फार इनफ भनेको चाहिँ 3-4 वर्षपछि नापेको छ भने चाहिँ गर्छ अथवा डिस्टेन्सबाट पनि गर्न मिल्छ धुलिखेल हस्पिटलमै सर्भिस लिइरहेछ कोही चाहिँ काठमाडौँबाट लिइरहेछ कसैले सिन्धुपाल्चोक लिइरहेछ कोही रामेछापमा लिइरहेछ भनेपछि धुलिखेल र रामेछापको बिचको चाहिँ कोरिलेसन हुँदैन धुलिखेलको चाहिँ बिचको चाहिँ कोरिलेसन हुन्छ है भन्ने एजम्पसन पनि गर्न सकिन्छ स्टेसनरी भनेको चाहिँ इक्वल कोरिलेसन फर पेयर्स विदिन फिक्स टाइम 1 र 2 को बिचमा सेम हुन्छ 2 र 3 को बिचमा सेम हुन्छ 3 र 4 को बिचमा सेम हुन्छ भनेर चाहिँ एजम्पसन अनि यो हाम्रो कोरिलेसन चाहिँ कुन हो भनेर हामीले आफ्नो एजम्पसन गर्ने युजली अनि युजली क्लस्टर ट्रायलहरू गर्दाखेरि चाहिँ एक्सचेन्जेबल र अनस्ट्रक्चर्ड चाहिँ सेफली युज गर्न मिल्छ तर यो अनस्पेसिफाई भयो भने पनि यसको पनि तरिका छ यो कोरिलेसन एजम्पसनहरू मिलेन भने पनि खासै धेरै डराउनु चाहिँ पर्दैन ओके सो बर्थ वेट र बर्थ अर्डरको इक्जाम्पल मैले अहिले पज गर्न खोजेँ तपाईँहरू टु मच त भइरहेको छैन नि होइन फलो गरिरहनु भएको छ होइन ठिक छ तर अब गर्न स्टेटामा गर्नको लागि चाहिँ खास त्यस्तो कम्प्लिकेटेड छैन सो जर्जिया बर्थ वेट स्टडीमा चाहिँ एउटा स्टडी भएको थियो सो डज बर्थ वेट इन्क्रिजेस विथ बर्थ अर्डर अमङ वुमेन विथ 5 चिल्ड्रेन सबै वुमेनको 5वटा चिल्ड्रेन छ होइन सो इच बर्थ अर्डर अनुसार चाहिँ बर्थ वेट बढ्छ कि बढ्दैन भनेर चाहिँ हामीले स्टडी गर्न खोजिरहेछ सो अब यसमा फर्स्ट चाहिँ रिग्रेस बर्थ वेट बर्थ अर्डर चाहिँ हाम्रो एक्सपोजर भेरिएबल भयो बर्थ वेट चाहिँ हाम्रो आउटकम भेरिएबल भयो सो डाइरेक्ट रिग्रेस गर्न मिल्यो होइन सो रिग्रेस गर्दाखेरि चाहिँ 46 आयो अनि पी भ्यालु सिग्निफिकेन्ट आयो सो बर्थ अर्डर अनुसार चाहिँ बर्थ वेट बढ्छ भन्ने आयो तर यसमा चाहिँ एउटा के छ कमन चिज भने चाहिँ एउटै आमाको छ नि त 5जना सन्तान त भनेपछि चाहिँ कोरिलेटेड भयो नि त डेटा त बर्थ वेट त आमाको एजुकेसन आमाको न्युट्रिसन आमाले चाहिँ अल्कोहल खाएको थियो कि थिएन होइन आमाको अब अरू क्यारेक्टरिस्टिक्स फिजिकल एक्टिभिटी आमाको अरू कोमर्बिड कन्डिसन त्यसले धेरै फरक पर्छ नि त सो अल दिस 5 बर्ड्स आर क्लस्टर विदिन 1 वुमेन के भनेपछि त्यो क्लस्टरिङ त इन्डिपेन्डेन्ट भेरिएबल भइरहेको हुन्छ त्यसमा सो डेटा आर कोरिलेटेड विदिन अ वुमेन होइन एजम्पसन अफ इन्डिपेन्डेन्स इज भाइलेसन सो हामीले त्यो डाइरेक्टली त्यसरी एनालिसिस गर्न मिलेन सो कोरिलेसन इज नट टेकन इन्टु अकाउन्ट इन क्यालकुलेसन अफ स्ट्यान्डर्ड एरर देयरफोर स्ट्यान्डर्ड एरर यसमा अन्डर एस्टिमेट हुन्छ पी भ्यालु चाहिँ ओभर एस्टिमेट भएको हुन्छ फेरि बिटा कोएफिसिएन्टमा चाहिँ खासै धेरै फरक परेको हुँदैन ओके अब यसको लागि हामीले के गर्ने भन्दाखेरि टटा हामी जेनरलाइज एस्टिमेटिङ इक्वेसन गर्ने त्यसमा अब हामीले फ्यामिली पर आउटकम यसमा बर्थ वेट कन्टिन्युस भेरिएबल छ त्यही भएर लिनियर युज गर्ने होइन प्रेडिक्टरमा बर्थ अर्डरमा छ मदर्स एज एट फर्स्ट बर्थ राख्ने भयो यो पनि राखौँ होइन लिङ्क अफ प्रेडिक्टर्समा चाहिँ मिन युज गर्नु पऱ्यो किनभने कन्टिन्युस छ कोरिलेसन हामीले एक्सचेन्जेबल गरौँ भनेपछि 1 र 2 को बच्चा 2 र 3 को बच्चा 3 र 4 को बच्चाको सिमिलरली कोरिलेटेड हुन्छ भन्ने एजम्पसन गऱ्यौँ अनि इन्डिकेटर अफ क्लस्टर भनेको चाहिँ इच मदरको चाहिँ भनेपछि 1 2 3 4 5 बच्चा भए पनि मदर चाहिँ 1 2 3 4 मदरलाई कोरिलेटेड गरे हुन्छ यसरी चाहिँ हामीले लेटेस्ट सी कोरिलेसन बिट्विन आउटकम्स हामीले कोरिलेसन बिट्विन आउटकम गरेर हेऱ्यौँ भने चाहिँ बर्थ वेट 1 र 1 को बिचमा त पर्फेक्ट भएर चाहिँ 2 र 1 को 0.22 छ होइन 2 र 3 को 0.29 छ 2 र 4 को 0.25 छ खासै धेरै छैन 0.22 देखि यहाँनिर अलिकति 0.61 रहेछ 3 र 4 को बिचको चाहिँ 0.61 रहेछ यसरी हामीले हेर्न मिल्छ कस्तो छ भनेर कोरिलेसन अब यसलाई हामीले जिई गर्नलाई चाहिँ के गर्ने एक्सटी सेट मम आइडी भनेको चाहिँ मैले अघि भने नि क्लस्टरको आइडेन्टिफिकेसन चाहिँ मदरको आइडेन्टिटी चाहिँ भनेपछि पहिला सुरु चाहिँ हामीले यो चाहिँ हाम्रो कोरिलेटेड डेटा हो भनेर स्टेटालाई चाहिँ यो पहिला कमान्ड दिइसकेपछि उसले चाहिँ सेट गर्दै स्टेटाले चाहिँ पहिला सेट गरिदिने हामीले सेट गरेपछि अनि एक्सटिजिई भनेर चाहिँ कमान्ड युज गर्ने रिग्रेस भने जस्तो बर्थ वेट त्यही नै भयो बर्थ अर्डर त्यही नै भयो एज एउटालाई हामीले एडजस्ट गऱ्यौँ होइन फ्यामिली गजियन भनेर युज गर्ने लिङ्क आइडेन्टिटी युज गर्ने कोरिलेसन एक्सचेन्जेबल भनेर हामीले आइडेन्टिफाई गर्ने सो गजियन भनेको चाहिँ नर्मल डिस्ट्रिब्युसनलाई चाहिँ गजियन डिस्ट्रिब्युसन पनि भन्छ कन्टिन्युस भेरिएबलमा चाहिँ त्यही भएर गजियन युज गरेको लिङ्क चाहिँ अब यो घोक्ने नै होला होइन गजियन के अरे कन्टिन्युस भेरिएबल गर्दा आइडेन्टिटी लिङ्क गर्ने अनि बाइनोमियल गर्दा लजिक लिङ्क युज गर्ने अनि यसो गऱ्यो भने चाहिँ आउन चाहिँ त्यही नै आउँछ होइन सो बर्थ अर्डरको यो आउँछ अब चाहिँ तपाईँले स्ट्यान्डर्ड एरर चाहिँ डिफ्रेन्ट देख्नुहुन्छ अघिको भन्दा अघि कस्तो थियो स्ट्यान्डर्ड एरर 12.8 थियो होइन अब अहिले चाहिँ स्ट्यान्डर्ड एरर 9.9 भयो सो यतिखेर यसले चाहिँ क्लस्टरिङ कोरिलेसनलाई पनि एडजस्ट गरेर चाहिँ यो रिजल्ट दिन्छ सो पी भ्यालु इज स्टिल सिग्निफिकेन्ट
टेस्ट र कन्फिडेन्स इन्टरभल यसमा पनि यसले पनि हाइपोथेसिस टेस्टिङले वाइल्ड्स टेस्ट युज गर्छ होइन एस्टिमेट र रोबस्ट स्ट्यान्डर्ड एरर पनि हामीले युज गर्न मिल्छ यसमा नर्मल डिस्ट्रिब्युसन यसले एजम्सन गरेको हुन्छ सो 95% कन्फिडेन्स इन्टरभल अस्ति जस्तै मिन प्लस माइनस 1.96 गरे जस्तै यसरी नै यसले गर्छ ब्याकग्राउन्ड मात्रै नलेज हो यसको सो रिजल्ट लेख्ने बेलामा चाहिँ सजिलो छ द मिन सजिलो वर्ड युज गरिदिनु भन्छ द मिन बर्थ वेट इज 46 ग्राम हायर विथ इच अर्डर इन्क्रिज इन बर्थ अर्डर एडजस्टिङ फर मदर्स एज भयो अब होइन अब यो पनि लेख्नु पर्यो एन्ड टेकिङ इन्टु क्लस्टरिङ अफ बर्थ वेट बाई मदर भनेर जिई युज गरेछ भने अब हामीले क्लस्टरिङलाई पनि हामीले एकाउन्टिङमा गरेर यो रिजल्ट आएको हो भनेर यो 95% सी कन्फिडेन्स इन्टरभल राखेर दिने ठिक छ ब्याकग्राउन्ड धेरै मैले भने होइन अलिकति स्ट्रङ बुझ्नलाई सजिलो होस् भनेर तर हामीले इम्प्लिमेन्ट गर्ने बेला जिई इम्प्लिमेन्ट गर्ने बेलामा चाहिँ अगेन एक्सटिजिई भनेर गरेर मम आइडी दिने त्यसपछि यो कमान्ड युज गर्यो भने चाहिँ डाइरेक्ट यसले जुन रिजल्ट दिन्छ हामीले लिनियर रिग्रेसनमा जसरी रिजल्ट इन्टरप्रिटेसन गर्छौँ सेम त्यही नै इन्टरप्रिटेसन हुन्छ तर हामी के थप्नु पर्यो भने इट्स एकाउन्टिङ फर क्लस्टरिङ भन्ने कुरा चाहिँ हामीले थप्नुपर्छ मिस स्पेसिफाइड कोरिलेसन भयो भने चाहिँ रोबस्ट स्ट्यान्डर्ड एरर युज गर्ने भन्न खोजेको चाहिँ हामीले एक्सचेन्जेबल कोरिलेसन एजम्सन गर्यो तर खास चाहिँ त्यो अब अनस्ट्रक्चर कोरिलेसन थियो अथवा खास चाहिँ स्टेसनरी कोरिलेसन थियो भने चाहिँ रिस्क भयो नि त भनेपछि सुरुमै तपाईँले रोबस्ट स्ट्यान्डर्ड एरर युज गरिदिनु भयो भने तपाईँले त्यो कोरिलेसन मिस स्पेसिफाई गरे पनि रिजल्ट चाहिँ त्यति धेरै फरक पर्दैन सो मोडल कोफिसियन्ट्स आर एस्टिमेट विथ गभर्न कोरिलेसन स्ट्रक्चर होइन द कोफिसियन्ट विल नट बी बायस्ड है अगेन कोफिसियन्ट जुन हामीले निकाल्छौँ त्यो चाहिँ बायस भएको हुँदैन इफ स्ट्रक्चर इज मिस स्पेसिफाइड विदिन इन्डिभिजुअल रेजिडुअल विदाउट टेकिङ द एजम्सन अफ कोरिलेसन स्ट्रक्चर आर युज टु कम्प्युट रोबस्ट स्ट्यान्डर्ड एरर सो हामीले रोबस्ट स्ट्यान्डर्ड एरर युज गर्यो भने चाहिँ यसले कोरिलेसन स्ट्रक्चरलाई युज नगरिकन नै डाइरेक्ट स्ट्यान्डर्ड एरर युज गर्छ सो स्ट्यान्डर्ड एरर चाहिँ भ्यालिड हुन्छ अरू प्रोपोर्सन जस्तै लिङ्क तपाईँले युज गर्नुभएको छ प्रेडिक्टरहरू राम्रो युज गर्नुभएको छ भने चाहिँ कोरिलेसन मिस स्पेसिफाई गरे पनि रोबस्ट स्ट्यान्डर्ड एरर युज गर्यो भने केही फरक पर्दैन त्यही भएर जहिले पनि रोबस्ट स्ट्यान्डर्ड एरर युज गर्नु भने डाइरेक्ट पछाडि रोबस्ट लगाएर गर्ने अब अलिकति स्ट्यान्डर्ड एरर करेक्सन भएर आएको छ यसमा थोरै अघि 9 थियो त्यही अनि इन्टरप्रिटेसन चाहिँ सेम त्यही नै हो a comparison of estimated coefficient of mother's age as first pregnancy and its standard error for various forms of correlation with and without robust गर्दाखेरि चाहिँ working correlation robust नगर्दाखेरि चाहिँ coefficient estimate खास यति नै आयो standard error मा चाहिँ यति फरक आयो भनेर देखाउँछ हैन अनि इन्डिपेन्डेन्स एक्सचेन्जेबल र अटो यही नै वर्किङ कोरिलेसन यही नै भयो हैन रोबस्ट राख्दाखेरि चाहिँ कोफिसियन्ट सेम खासै फरक भएको छैन हैन तर स्ट्यान्डर्ड एरर हेर्नु भयो भने पनि खासै डिफरेन्स चाहिँ छैन भनेपछि यसले चाहिँ जुनै गरे पनि यसले जुनै इन्डिपेन्डेन्स युज गर्नु अथवा एक्सचेन्जेबल युज गर्नु अथवा अटो रिग्रेसिभ युज गर्नु कोरिलेसन जे नै युज गरे पनि रोबस्ट गर्यो भने चाहिँ इट्स सेमै हो एउटै चिजै हो यो भनेको त्यही भएर रोबस्टै युज गर्नु भनेर रिकमेन्ड गरिन्छ तर तपाईले चाहिँ अब यहाँनिर स्ट्यान्डर्ड एरर डिफरेन्ट आइरहेछ नि त भने यस्तो सिचुएसनमा चाहिँ ठ्याक्कै आफूलाई चाहिने नै युज गर्यो भने करेक्टली एस्टिमेट गर्यो आफूलाई ठ्याक्क एजम्सन मिलेन भने त इनकरेक्ट एस्टिमेट हुन्छ नि त त्यो कारणले यो गर्यो भने चाहिँ सेफ हुन्छ भन्न खोजेको मात्रै हो अब यहाँ पी भ्यालुमा अलिकति फरक आएको छ सधैँ यस्तो नहुन सक्छ कहिलेकाहीँ मिस स्पेसिफाइडमा रङ इन्टरप्रिटेसन पनि दिन सकिन्छ मेथड्स लेख्दाखेरि चाहिँ अब आवर मेन मोडल युज जेनरलाइज एस्टिमेटिङ इक्वेसन विथ मल्टिभेरिएट लिनियर रिग्रेसन एक्सचेन्जेबल कोरिलेसन रोबस्ट भेरिएन्स सबै लेख्ने हैन अनि किन हामीले जिई युज गरेको भनेर एक्सप्लेनेसन गर्नुपर्छ मेथड्समा चाहिँ सो बर्थ वेट अफ बेबिज अफ अ मदर आर एक्सपेक्टेड टु बी कोरिलेटेड जिई करेक्ट फर कोरिलेसन अफ आउटकम्स विदिन सब्जेक्ट्स क्लस्टर विदिन द सब्जेक्ट हैन एन्ड रोबस्ट भेरिएन्स एस्टिमेटर प्रोभाइड एस्युरेन्स अफ भ्यालिड इन्फरेन्स अन्डर पोसिबली मिस स्पेसिफाइड कोरिलेसन स्ट्रक्चर भनेर चाहिँ गर्ने रेफरेन्स दिने सो मेथड सेक्सनमा चाहिँ हामीले जिई युज गरेछौँ कुन रोबस्ट गरेछ कि छैन कुन कोरिलेसन स्ट्रक्चर युज गरेछ त्यो लेख्ने अनि जिई युज गर्नुको कारण के हो त भन्दाखेरि के कुरा चाहिँ केमा क्लस्टरिङ भइरहेछ भनेर युज गर्ने यो चाहिँ धुलिखेल हार्ट स्टडीमा हामीले युज गरेका थियौँ आवर मेन मोडल युटिलाइज जिई विथ मल्टिभेरिएट लजिस्टिक रिग्रेसन एक्सचेन्जेबल कोरिलेसन एन्ड रोबस्ट भेरिएन्स इन नेपाल हाउस होल्ड जेनरली कन्ज्युम फुड टुगेदर एन्ड इटिङ नर्म्स आर सेयर्ड बाई अल अफ इट्स मेम्बर सो वी एक्सपेक्ट द्याट आउटकम्स अमङ इन्डिभिजुअल्स इन सेम ओबिसिटीको लागि थियो होइन कोरिलेटेड हुन्छ जिई करेक्ट फर कोरिलेसन फर रेस्पोन्सिभ फर पार्टिसिपेन्ट्स फ्रम कमन हाउस होल्ड क्लस्टर विदिन हाउस होल्ड एन्ड रोबस्ट
standard variance estimator provide assurance for valid inference under possibly misspecified correlation structure भनेर यो चाहिँ हामीले धुल्के हार्ट स्टडीमा युज गरेका थियौँ जिई युज गरेर चाहिँ सेम त्यही नै हो केही फरक छैन तपाईँले डेटा प्रेजेन्टेसन सबै त्यही नै हो खास अनि लास्टमा रिजल्ट लेख्ने बेलामा चाहिँ पुच्छरमा एकाउन्टिङ फर क्लस्टरिङ बाई हाउस होल्ड भनेर एड गरेको मात्रै छ लजिस्टिक रिग्रेसनलाई पनि गर्न मिल्छ होइन बाइनोमियल भयो अघि चाहिँ हामीले कन्टिन्युस युज गरेका थियौँ बर्थ अर्डर नै भयो प्रेडिक्टर एज अफ मदर भयो अब लिङ्क चाहिँ अघि आइडेन्टिटी लिङ्क युज गरेका थियौँ भने अब लजिक लिङ्क युज गर्ने एक्सचेन्जेबल कोरिलेसन रोबस्ट स्ट्यान्डर्ड एरर युज गऱ्यौँ अनि क्लस्टर मदर चाहिँ विदिन क्लस्टर मदर भयो अब यसमा फेरि अगेन एक्सटी सेट गरेर मम आइडी गऱ्यो कुन चाहिँ आइडी हो क्लस्टरिङको भनेर भनेपछि एक्सटिई जिई अब चाहिँ हामी लो बर्थको गऱ्यौँ बर्थ वेट डाइरेक्ट नगरेर लो बर्थमा यस अर नो गऱ्यौँ होइन बर्थ अर्डर इनिसियल एज अब फ्यामिली चाहिँ बाइनोमियल भयो लिङ्क चाहिँ लजिट हुन्छ यसमा अनि कोरिलेसन कोफिसियन्ट अनि रोबस्ट स्ट्यान्डर्ड एरर युज गरेर कोफिसियन्ट चाहिँ यो भयो अब कोफिसियन्टलाई एक्सपोनेन्सियल गऱ्यो भने चाहिँ अर्च रेसियो आउँछ होइन सो अर्च रेसियो गर्दाखेरि चाहिँ यति आयो पी भ्याल्यु सिग्निफिकेन्ट छ यसलाई रिजल्ट र मेथड गर्दाखेरि चाहिँ त्यही नै भन्यो अब विथ 1 युनिट इन्क्रिज इन बर्थ अर्डर होइन द प्रोबेबिलिटी odds अफ ह्याभिङ लो बर्थ वेट इज 0.92 लेस 95% CI यो भयो आफ्टर एडजस्टिङ फर मदर्स एज एन्ड अकाउन्टिङ फर क्लस्टरिङ बाई मदर भनेर चाहिँ पुच्छरमा त्यो एड गरिदिनु लिमिटेसन इट इज लिमिटेड टु सिङ्गल लेभल क्लस्टरिङ मल्टिपल लेभल क्लस्टरिङमा गर्न मिलेन 2-3 लेभल क्लस्टरिङ छ भने चाहिँ नट डिजाइन फर इन्फरेन्स अबाउट कोरिलेसन स्ट्रक्चर हामीले कोरिलेसन स्ट्रक्चर यसमा निकाल्न मिल्दैन क्यानट गिभ प्रेडिक्टेड भ्यालु फर इच लेभल अफ हायरार्कियल लेभलको चाहिँ दिँदैन जस्तै मदरको क्यारेक्टरिस्टिक्सले कति फरक पर्छ हेर्छु भन्यो भने चाहिँ जिइईले दिँदैन त्यसको लागि चाहिँ अब हामी ऱ्यान्डम इफेक्ट्स मोडल गर्नुपर्छ जुन चाहिँ त्यही नै हो आजको हुन्छ केही छ क्वेसन यो चाहिँ अब हामी बायोस्टेटबाट अब एडभान्स बायोस्टेटतिर लाग्यौँ एडभान्सै हो यो चाहिँ अनि सुन्नु भएको छैन पनि होला तर यो एकदमै युज हुन्छ आर्टिकलतिर त छ होला हामीलाई याद नभएर होला है थाहै नभएको कुरा भयो कि है ल रेकर्डिङलाई चाहिँ मैले स्टप गरेँ होइन